भन्नुभएको छ हैन 86,400 म अहिले राखिदिन्छु तपाईको है हरेकको खातामा 86,400 आउँछ यहाँ क्लासमा भएको सबैको अब नआउनेहरुको आउँदैन हैन अप्सन के हो भने त्यसमा फेरि कन्डिसन छ हैन यतिकै त फ्रीमा त आउँदैन केही कुरा पनि हैन 86,400 तपाई खातामा राख्छु तर तपाईले बेलुका 5 बजेसम्म सबै कुरा खर्च गर्नुपर्छ 1 रुपैयाँ पनि तपाईले बचाउन पाउँदैन बचाउनु भयो भने त्यसको डबल 1 रुपैयाँ मात्र तपाईको खर्च भएन भने 86,000 को डबल म लिन्छु के भन्दा बढी भयो भने के भन्दा बढी अब 86,400 तपाईलाई खर्च गर्न दिए भने तपाई कहाँ खर्च गर्नुहुन्छ यसो सोच्नुस् एकचोटी 86,400 सबैको खातामा म राख्दै छु उद्धव सरसँग मेरो कुरा भएको छ हैन तर कन्डिसन छ तपाईले बेलुका 5 बजेसम्म यो सबै कुरा सकाउन सक्नु भएन भने यसको डबल पैसा मेरो खातामा रिटर्न हुन्छ अटोमेटिक तान्दिन्छु बैंकर हो म हैन केमा खर्च गर्ने खर्च गर्न सकिन्छ खर्च गर्न सकिन्छ 86,400 तर सेभिङ गर्न पाउँदैन है सेभिङ गर्न पाउँदैन कसैलाई डोनेसन दिन पाइदैन फेरि डोनेसन दिन पाइदैन सेभिङ गर्न पाइदैन तपाईले खर्च चाहिँ जे पनि गर्न पाए तपाईले यदि त्यो 86,400 5 बजेसम्म खर्च गर्नु भयो भने तपाईलाई 1 हप्तासम्म बिहान 86,400 तपाई खातामा राखिन्छ 1 हप्तासम्म तर 5 बजेसम्म तपाईको भ्याट बिल सहितको खर्च गर्नुपर्छ केमा खर्च दिनु अब केमा खर्च गर्ने गोल्ड र शेयर किन्न पाइएन अब खर्च गोल्ड र शेयर किन्न पाएन ज्वेलरीज के पनि किन्न पाएन सिल्भर भ्यालुएबल्स पुरा गुड्स के पनि किन्न पाएन एलसी डोनेसन दिन पाइएन ब्रान्डेड लग्जरी त्यो डोनेसन गर्न पाइएन लग्जरी सबै ब्रान्डेड किनभने सक्छु पैसा ब्रान्डेड सामान मात्रै किनेर सक्नु नि सोफा सेट किनेर आउँदैन ओरिजिनल ओके अरु के गर्ने त सुमन सर के गर्ने के गर्ने तपाई सोफा सेट के गर्ने गोल किन्ने 9 बजे क्लास 8:30 बजे क्लास सुरु हुन्छ भनेको 9 बजे आधी घण्टा कुरेर बस्यौं यहाँ बिहान मैले WhatsApp पठाएको छु हिजो शेड्युल पनि पठाएको छु 8:30 बजे क्लास सुरु हुन्छ भनेको तपाईहरुले हाम्रो 86,400 बर्बाद गरिदिनु भयो र यहाँनिर हामीलाई समयमा आएर साथ दिने 3-4 जना मात्र हुनुहुन्छ प्लिज उठ्दिनुस् रेसाजी उहाँ उठ्दिनुस् तपाईहरु 3-4 जना तपाईहरु थिएन लक्ष्मीपति जी हुनुहुन्थ्यो उहाँ हुनुहुन्थ्यो तपाई पनि थिएन तपाईहरु कोही पनि थिएन तपाई पनि छैन तपाई पनि थिएन सो उहाँहरुलाई प्लिज क्ल्याप गरिदिनुस् उहाँहरुले गर्नु भएको सो प्लिज यो समयलाई चाहिँ एकदमै याद गर्नुस् एकदमै महत्त्वपूर्ण छ एकदमै भ्यालुएबल छ यो समय हैन जसरी हामी पैसालाई 1-1 रुपैयाँ चाहिँ भ्यालु दिन्छौं त्यसरी नै समयको 1-1 मिनेट भ्यालु दिनुपर्छ के तपाईहरु यति जना मान्छेको इन्टु जति समय बर्बाद भयो त्यसलाई मल्टिप्लाई गर्नुस् त कति धेरै समय बर्बाद भयो अरुले गरेर हाम्रो सो एज अ लिडर तपाईहरुले प्लिज यो कुरालाई एकदमै याद गर्नुस् है किनभने धेरै कुरा हुन्छ हामीलाई कस्तो लाग्दो रहेछ भने ढिला जानु पाए हुन्थ्यो क्लास एकछिन है नारायणजी ढिला क्लास जानु पाए हुन्थ्यो छिटो क्लास गर्दै हुन्थ्यो जस्तो फिल हुन्छ क्या त्यस्तो कहिले पनि हुँदैन ढिला आयो भने झन् ढिलै क्लास हुन्छ क्या हैन सो त्यो कारणले गर्दाखेरि सो सरी मैले तपाईहरुलाई सुरुमै यो कुरा गरे तपाईहरुको टेबलमा क्यूआर छ क्यूआर स्क्यान गरेर मोबाइलमा रेडी गरेर बस्नु होला मैले फेरि पनि भने यो सेसनको इन्डिङ सम्ममा आइरहँदाखेरि तपाईहरुलाई दुईटा प्राइज हामी बाँड्दै छौं र आजको स्पोन्सर हामीलाई कोले दिएको छ भन्दाखेरि स्पाको टिकट छ एउटा अनि एउटा चाहिँ सीसीटीभी तपाईको घरको बाहिर इन्स्टल गर्न मिल्ने सीसीटीभी को हामीसँग तपाईलाई इन्स्टलेसन गर्दिन्छु भन्नु भएको छ है सो दुईटा कुराको चाहिँ हामी यहाँनिर काम गर्दै छौं तपाईलाई प्राइज दिँदै छौं यो स्पोन्सर गर्ने अर्गनाइजेसन चाहिँ हाम्रो के हो भन्दाखेरि युनिभर्सल ट्रेडिङ कन्सर्न हो युनिभर्सल ट्रेडिङ कन्सर्नले चाहिँ के प्रोवाइड गर्छ तपाईहरुलाई भन्दाखेरि एडभान्स सीसीटीभी सेक्युरिटी सोलुसन प्याकेज तपाईलाई दिन्छ घरमा अफिसमा कुनै सीसीटीभी चाहियो भने तपाईले राख्न सक्नुहुन्छ हैन यो सीसीटीभी जुन भनेको छौं यो फेरि खतरा छ 3
360 डिग्री प्यानोरामिक भ्यू आउँछ, तपाईले सबै हेर्नु मिल्छ। राति पनि तपाईलाई उज्यालोमा हेरे जस्तै किसिमले तपाईलाई त्यो नाइट भिजन दिन्छ, त्यो पनि कलरमा है। अरु ब्ल्याक एन्ड व्हाइटमा आउँछ, यो कलरमा आउँछ। त्यसपछि तपाईले टु वे कम्युनिकेसन गर्न सक्नुहुन्छ। त्यो सीसीटीभीबाट टु वे कम्युनिकेसन गर्न सक्नुहुन्छ भनेको मोबाइलमा हेर्दै सीसीटीभीको अगाडि भएको मान्छेसँग गफ गर्न पाउनुहुन्छ तपाईले है। सो यो स्पोन्सर चाहिँ युनिभर्सल हाम्रो के रे युनिभर्सल ट्रेडिङ कन्सर्नले गर्नु भएको छ एउटा। अनि हामीसँग स्पाको पनि हामीलाई स्पोन्सर गर्नु भएको छ। स्पाको स्पोन्सर चाहिँ प्लिज ला स्पा हाम्रो के रे राष्ट्र बैंक भएको ठाउँ के रे बालवाटार। ओके, प्लिज ला स्पा बालवाटारले स्पोन्सर गर्नु भएको छ। यसमा चाहिँ यदि दुईटा अप्सन छ। जेन्ट्सहरूले यो क्विजमा जित्नु भयो, लास्टको क्विजमा जित्नु भयो भने तपाईले स्पाको त्यो मसाजको कुपन पाउनुहुन्छ। लेडिजहरूले जित्नु भयो भने मेडिकेयर पेडिकेयरको कुपन पाउनुहुन्छ है। मेडिकेयर पेडिकेयरको कुपन पाउनुहुन्छ है। यसको स्पोन्सर चाहिँ हामीलाई ब्लिसला स्पा प्राइभेट लिमिटेड बालवाटारले गर्नु भएको छ। अनि यो दुईटैको सिइओ र एमडी को होला? यो दुईटै अर्गनाइजेसनको सिइओ र एमडी को होला? एउटा चाहिँ युनिभर्सल ट्रेडिङ कन्सर्नको डाइरेक्टर हुनुहुन्छ, एउटा चाहिँ हाम्रो ब्लिसला स्पाको हाम्रो सिइओ हुनुहुन्छ। को हुनुहुन्छ यसको सिइओ? कसैले चिन्नुहुन्छ कि हुन्न? होइन, यसको हाम्रो स्पोन्सर हुनुहुन्छ हिजोकै लक्ष्मीको पति लक्ष्मीपति सर है। उहाँले जोन चेयरपर्सन, हामी धेरै जोन चेयरपर्सन उहाँले स्पोन्सर गर्नुभएको छ है सर। हिजो पनि उहाँले स्पोन्सर गर्नुभएको थियो, हामीले एउटा प्राइज दियौँ। आज पनि उहाँले स्पोन्सर गर्नुभएको छ, आज हामी प्राइज दिन्छौँ। सो shall we start? यस, आजको टपिक हेर्नुहोस् त, लाइन मार्केटिङ फ्रेमवर्क भनेको छ हामी। लाइन मार्केटिङ फ्रेमवर्क किन इम्पोर्टेन्ट छ त लाइन मार्केटिङ? हामी घर जाने बेलामा पनि यो सेसन समातिरहेछौँ के वाइ? किन भन्दाखेरि सिम्पल कुरा छ। हेर्नुहोस् त, हामी सर्भ गर्छौँ तर हामीले सर्भ गरेको कम्युनिटीले हामीलाई चिन्छ? हामी कम्युनिटीलाई सर्भ गरिरहेछौँ तर त्यो कम्युनिटीको मान्छेले हामीलाई चिन्छ कि चिन्दैन? चिन्छ। म एउटा कथा भन्छु ल। लमजुङमा हाम्रो समृद्धिले रेगुलरली क्याट्राक्ट आई सर्जरी गरिरहेको थियौँ क्या। लमजुङमा एभ्री इयर जान्थ्यौँ हामी क्याट्राक्ट आई सर्जरी गर्न होइन। लायन्स भने के हो, के गर्छ लायन्सले भनेर सोधे क्या। यो क्वेसनले समुदायको दिमाग हल्लियो क्या। यो दिस इज भेरी पावरफुल क्वेसन। यो क्वेसनले समुदायको दिमाग हल्लियो। 4 वर्षसम्म जुन ठाउँमा रेगुलरली हामी लायन्सको ज्याकेट लगाएर लायन्सको ब्यानर सहित हामी सर्भिस गर्न गइरहेका छौँ, त्यो ठाउँमा लायन्स चिन्दैन। यो प्रब्लम हाम्रो समृद्धिको मात्र हो कि तपाईँहरूको पनि हो? धेरै ठाउँमा के कम्युनिटीमा कति ठाउँमा सर्भिस गर्छौँ नि हामी, तर त्यो सर्भिस गर्ने ठाउँमा हु आर यु पिपल, व्हाई डजन्ट एनीवन नो योर नेम भनेर सोध्छ क्या। त्यो थट प्रोभोकिङ क्वेसन हो कि होइन? होइन, हामी एकदमै यो सोच्नुपर्ने क्वेसन हो क्या। 4 वर्षसम्म सर्भिस गर्यौँ, त्यत्रो हजारौँ जनाको स्क्रिनिङ गर्यौँ, सयौँ जनाको क्याट्राक्ट फ्रीमा गर्यौँ, फेरि पनि 4औं वर्षमा आएर त्यही कम्युनिटीका सबैभन्दा पढे लेखेको मान्छे स्कुलको प्रिन्सिपल भनेको होइन। अनि त्यो ठाउँको ब्याङ्क म्यानेजर पनि एकजना हुनुहुन्थ्यो, उहाँले पनि आएर लायन्सले चाहिँ के गर्छ भनेर सोधे क्या 4औं वर्षमा आएर। सक के सबैजना सक भयो। अनि त्यसपछि शम्भु सरले के गर्नुभयो भन्दाखेरि एकदम उहाँ त मेम्बरसिप यस्तोदेखि 1.5 दिने मान्छे हो नि त। पहिलादेखि 1.5 नचल्दाखेरि नि यस्तो गर्दाखेरि 1.5 दिने मान्छे हो। सो उहाँले चाहिँ के गर्नुभयो, उहाँको त्यो ब्याङ्कर जो हुनुहुन्थ्यो उहाँलाई पुरै बुझाउनु भयो। अहिले हाम्रो मेम्बर हुनुहुन्छ उहाँ होइन, उहाँ मेम्बर हुनुहुन्छ, सावित्राजी हुनुहुन्छ। उहाँ चाहिँ नेपाल ब्याङ्कमा ब्रान्च म्यानेजर हुनुहुन्छ, लमजुङको बिएम हुनुहुन्थ्यो, अहिले चाहिँ यता काठमाडौँ ट्रान्सफर हुनुभएको छ। उहाँ हाम्रो मेम्बर भयो। र लमजुङमै अर्को एकजना त्यहाँ लोकल हुनुहुन्छ, त्यो पनि उहाँ पनि हाम्रो मेम्बर हुनुहुन्छ क्या। भनेपछि त्यो कम्युनिकेसन भएपछि मेम्बर चाहिँ हुँदो रहेछ बुझेपछि। तर नबुझ्दाखेरि यो क्वेसनले चाहिँ रातभरि निद्रा लागेन रहेछ समुदायलाई। यत्रो 4 वर्ष हामीले सर्भिस गऱ्यौँ तर वाट इज द रिजल्ट? जेरो। रिजल्ट जेरो छ। सबै ज्याकेट लगाएको थियो, ब्यानर थियो, एभ्रिथिङ थियो क्या होइन। सबै कुरा हुँदा पनि कसैलाई मतलबै भन्नु, कसैले बुझाउँदै नै बुझाएन क्या। अब यो प्रब्लमलाई अलिकति डिफ्रेन्ट
जानेको डेटा संसारभरि 14 लाख लायन्स 50,000 क्लब 200 वटा भन्दा बढी कन्ट्री र 1.3 बिलियन US डलर इन ग्रान्ट्स खत्रै गरे आउनु त हैन 14 लाख लायन्स खत्रै गरे आउने अनि यो लायन्सहरुले कति इम्प्याक्ट गरे त 2024 जुलाईदेखि 2025 जुनसम्म भन्दाखेरि 15 लाख वटा प्रोजेक्ट सकाएछ 15 लाख वटा प्रोजेक्ट सकाएछ हेर्नुस् है लायन्सहरुले 41 करोडलाई सर्भ गरेछ 41 करोडलाई पिपल सर्भ रिपोर्टेड 41 करोड 24,000 भन्दा बढी ग्रान्ट्सहरु चाहिँ LCIF ले दिएछ के तर 41 करोडलाई सर्भ गर्दाखेरि हाम्रो मेम्बर कति 14 लाख 41 करोडलाई सर्भ गर्दाखेरि हाम्रो मेम्बर हेर्नुस् त कहाँनिर के भइरहेछ के 15 लाख वटा प्रोजेक्ट संसारभरि रन भयो त्यो एक वर्षमा जुन 2024 देखि हैन जुलाई 2024 देखि जुन 2025 सम्म एक वर्षको अन्तरालमा 15 लाख वटा प्रोजेक्ट 200 वटा कन्ट्रीमा यो 20,000 क्लबले 14 लाख वटा लायन्सहरु भएको अर्गनाइजेसनले सर्भ गरेकोलाई भन्दा 41 करोड व्यक्तिलाई क्या तर हाम्रो मेम्बर किन 14 लाख छ त वी सर्भ मिलियन्स अहिले पनि मिलियन्सले हामीलाई चिन्दैन मेरै बैंकमा पनि कति जनाले तपाई लायन्समा गइरा देख्छु लायन्स भने के हो भनेर सोध्छ के मलाई पनि अनि म उनीलाई राखेर कुरा गर्छु के मैले लायन्स भने यस्तो यस्तो आउने मेम्बर बन्न न भन्छु म पनि हैन कुरा हुन्छ के मेरो आफ्नै कम्युनिटीमा कति कुराहरु भएको छ तपाई त लायन्समा गागै गरेर देख्छु के हो लायन्स भनेर सोध्छ के अहिले पनि क्या 41 करोडलाई सर्भ गरिसक्दाखेरि पनि आजको दिनमा पनि हामीलाई के सोध्छ लायन्स भने के हो भनेर सोध्छ के भइराछ किन यस्तो भइराछ जब यो मान्छेलाई लायन्स भने के हो नै थाहा छैन लायन्सले के गर्छ भनेर थाहा छैन अब मान्छेले किन लायन्स जोइन गर्ने वाइ किन जोइन गर्ने त हैन 41 करोड मान्छेलाई सर्भ गर्दाखेरि पनि मान्छेलाई लायन्स भने के हो थाहा छैन 41 करोड मान्छेलाई सर्भ गर्दाखेरि पनि लायन्सले के गर्छ भनेर थाहा छैन अब त्यो मान्छेलाई थाहै छैन भने लायन्स किन जोइन गर्छ मान्छे एकदमै इम्पोर्टेन्ट क्वेशन हो के एकदमै इम्पोर्टेन्ट क्वेशन हो नि हामीलाई पनि मेम्बर हुनु भन्दा अगाडि मलाई पनि थाहै थिएन हैन मेम्बर भएपछि मलाई थाहा भयो भनेपछि अब यहाँनिर हेर्नुस् है यो प्रब्लमको बारेमा हामी पुरै गर्दैनौँ के संसारभरि कति मान्छे छ संसारभरि कति मान्छे छ 8 अरब लगभग मान्छे छ हैन 8 अरब मान्छेमा लायन्स कति 14 लाख कति हो पर्सेन्टेजमा 0.02% क्या दिस इज द बिग इश्यू एन्ड दिस इज द बिग प्रब्लम अनि हामी 14 लाखमा गर्व गर्छौं मिशन 1.5 भनेर गर्व गरिरहेका छौं क्या हामी केमा गर्व गर्ने 8 अरब मान्छे छ 41 करोडलाई त एक वर्षमा सर्भ गर्छौं अनि हाम्रो मेम्बर 14 लाख छ 0.02% अनि हामी के भन्छौं वी आर लायन्स भनेर प्राउड गर्छौं क्या के कुरामा प्राउड गर्ने हामी पेनिट्रेसन खै हाम्रो मार्केटमा पेनिट्रेसन खै त 200 वटा कन्ट्रीमा छौं भन्छौं नि हामी हैन 200 वटा कन्ट्रीमा छौं 20,000 क्लब छ भन्छौं खै त पेनिट्रेसन हाम्रो त अहिले त खत्रै हुनु पनि हो नि त 50 लाख 1 करोड हाम्रो मेम्बर हुनु पनि होइन इन्ट्रेस्टिङ छ टपिक एकदम तपाईलाई बिहान झगडालाई फेरि किन बोलाइराछ यो भने जस्तो लाग्यो लागेन नमस्ते म जानुपर्छ मेरो बच्चाले स्विमिङ लान्छ भनेर यहाँ कसम खाछु पनि भन्छ ओके सो यो टपिक इन्ट्रेस्टिङ छ हैन त ल अब तपाईलाई अर्को क्वेशन सोध्छु ल why did you join Lions किन जोइन गर्नुभयो होइन होला फेलोशिप नेटवर्किङ होइन होला यो त सिकाएको होला मेरो त लायन्स किन जोइन गर्नुभयो फेलोशिपै हो ओके ल म एउटा अर्को प्रश्न सोध्छु ल यो रुममा भएको कतिजनाले फेसबुक पोस्ट हेरेर लायन्स मेम्बर जोइन गर्नुभयो हात उठाउनुहोस् यो रुममा भएको कतिजनाले फेसबुक पोस्ट हेरेर लायन्स जोइन गर्नुभएको छ हात उठाउनुहोस् नो वान फर्स्ट एकजना पनि छैन भेरी ब्याड फेसबुक पोस्ट हेरेर मेम्बर हुने एकजना पनि छैन भेरी ब्याड अब अर्को प्रश्न हाउ मेनी जोइन बिकज समवन इन्भाइटेड यु ए लायन्स बन्नु न भनेर बोलाएर कतिजना जोइन गरे हात उठाउनुहोस् तपाईलाई
कसैले इन्भाइट गरेर लाइन जोइन गर्नुभयो अथवा कसैले चाहिँ बन्नु पर्यो लाइन्स भनेर लाइन गर्नुभयो हात उठाउनुहोस् यस विद्यार्थी तपाईलाई कसैले इन्भाइट गरेन विद्यार्थी कसैले इन्भाइट गरेन हात उठाउनु पर्यो के तपाईलाई कसले इन्भाइट गरे बाहिर इन्भाइट भएछ कसैले इन्भाइट गरेन आफै आ म पनि आफै आउँछु लान्च मेरो घर अगाडि लान्च भएको थियो 4 दिन किनले गरेको काम देखेर चाहिँ म पनि आफै आएँ ओके थ्यांक यू यहाँ मेजोरिटी अफ ह्यान्ड उठेको छ हो म अहिले एकछिनमा आउँछु तपाईसँग यो कथा सेयर गर्ने तपाईहरुको पालो आउँदैछ है यहाँ म अहिले भूमिका बाँड्दैछु तपाईहरुले आफ्नो कथा सेयर गर्न पाउनुहुन्छ सबैले है त्यही भएर मोबाइलमा क्यूआर स्क्यान दिएको छु मैले त्यो रेडियोहरु बस्छ भन्ने कारण थियो मैले सो यहाँनिर हामी के गरिरहेका छौं अरूले इन्भाइट गरेर लायन्स मेम्बर हुने धेरै जना छौं राइट यसको मतलब के हो पीपल जोइन्स पीपल रहेछ क्या मान्छे जोइन गर्ने रहेछ राइट हामीले इन्भाइट गर्यो उहाँ इन्ट्रेस्टेड हुनुभयो मेम्बर बन्नुभयो पीपल जोइन पीपल यदि पीपल जोइन पीपल हो भने मार्केटिङ किन म्याटर गर्छ यदि इन्भिटेसन बिना लायन्सको मेम्बर बन्न पाइँदैन भने मार्केटिङ किन म्याटर गर्छ मार्केटिङ त नगरे नि हुन्छ नि त्यसो भए हैन मान्छेलाई इन्भाइट नगरिकन लायन्स बन्न पाइँदैन भन्छौ नि हामी एकजना स्पोन्सर चाहिन्छ अनि मात्र लायन्स बन्न पाइन्छ भन्छौ नि मार्केटिङ किन इम्पोर्टेन्ट छ यो बेलामा लाइन्सको बारेमा सबै वाइ मार्केटिङ इज इम्पोर्टेन्ट यो नगरे पनि हुने टपिक हो नि त पुरै नगरे नि हुन्छ यो टपिकमा हामी होइन त पीपल जोइन पीपल हो र इन्भिटेसन बिना मेम्बर बन्न पाइँदैन मान्छे वाइ दिस इज द भेरी इम्पोर्टेन्ट क्वेसन किन भन्दाखेरि मार्केटिङले के गर्छ भन्दाखेरि तपाईको अवेयरनेस जगाउँछ क्या मार्केटिङले तपाईको अवेयरनेस जगाउँछ ओके लायन्सले यो काम गरिरहेछ है यस्तो यस्तो ठाउँमा पनि रहेछ है लायन्स भनेर लायन्सको अवेयरनेस जगाउने काम मार्केटिङले गर्छ अवेयरनेस जाग्यो भने के हुन्छ क्युरियोसिटी बढ्छ मान्छेको ओहो लायन्सले के गर्दो रहेछ अवेयरनेस भयो भने क्युरियोसिटी आउन सुरु गर्छ क्युरियोसिटी भयो भने के हुन्छ मान्छेहरू हामीसँग कुरा गर्नलाई लालायित हुन्छन् कन्भर्सेसन गर्नलाई लालायित हुन्छन् तिनीहरू हो तिनीहरूलाई के गर्छ क्युरियोसिटीले कन्भर्सेसनलाई एट्र्याक्ट गर्छ हामीसँग वार्तालाप गर्न आउँछन् उनीहरू लायन्सको बारेमा के हो भन्ने कुरा हैन र कन्भर्सेसन भयो भने के हुन्छ मेम्बरशिप हुन्छ क्या बढ्छ त्यसपछि कन्भर्सेसन भयो भने त्यो मेम्बरशिप आउने चान्सेस एकदमै धेरै हुन्छ राइट त्यही कारणले गर्दा मार्केटिङ गर्नु परिरहेछ क्या हामीलाई मार्केटिङको मेन रिजन यो किन मार्केटिङले अवेयरनेस ल्याउँछ अवेयरनेसले क्युरियोसिटी ल्याउँछ क्युरियोसिटीले कन्भर्सेसन ड्राइभ गर्छ र कन्भर्सेसनले के गर्छ मेम्बरशिप चाहिँ क्रिएट गर्छ त्यही कारणले गर्दाखेरि हामीलाई मार्केटिङ गर्न एकदमै जरुरी भइरहेछ अहिलेको अवस्थामा तर यति क्वेसन गरिरहँदा फेरि अर्को एउटा क्वेसन छ यङ प्रोफेसनल्सहरू जो अलिकति बिलो 30 बिलो 25 को प्रोफेसनल्सहरू छ तिनीहरूले लायन्स अर्गनाइजेसन किन चुज गर्दैन किन आफ्नो इच्छाले आउँदैन तिनीहरू किन आउँदैन यो पनि अर्को एकदमै इम्पोर्टेन्ट क्वेसन किन भन्दाखेरि कतिजनाले त लायन्स सुनेकै छैन हैन म कलेज पढाउँछु एमबीए पढाउँछु स्लिङटन कलेजमा एमबीए को म ब्रेक थ्रु लिडरशिप सेसन पढाउँछु युके युनिभर्सिटी त्यहाँ पनि मैले क्लासमा आई एम अ जीओटी कोअर्डिनेटर अफ लायन्स क्लब इन्टरनेशनल भन्दाखेरि सर व्हाट इज लायन्स भनेर सोच्छ क्या त्यो एमबीए पढ्ने स्टुडेन्टहरू भनेको दे आर अफ सर्टेन एज हैन यत्रो एज हुँदैछ भने दे डोन्ट नो व्हाट इज लायन्स क्या सक अनि उनीहरूले किन चुज गर्छ लायन्स क्लब एउटा क्वेसन अर्को क्वेसन के भन्दाखेरि स्टुडेन्टलाई लायन्स क्लब चाहिँ कुल प्लेस हो जस्तै लाग्दैन क्या यो सर्भिस गर्नको लागि कुल प्लेस जस्तै लाग्दैन स्टुडेन्टहरूलाई किन लाग्दैन यस्तो यस्तो अनुहार देखेर क्या कुल प्लेस जस्तै लाग्दैन क्या हैन किन लाग्दैन फोटो हेर्यो ग्रुप फोटो छ जहिले हेर्यो यता के रे रमाइलो बसेको छ पार्टी गरेको फोटो भन्दा केही आउँदैन हैन अनि सर्भिस एक्टिभिटी गर्न जाँदा ब्यानरको मुनि ग्रुप फोटो खिचेर राखेको हुन्छ अनि उनीहरूलाई कुल प्लेस जस्तै लाग्दैन क्या त्यो ठाउँ सर्भिस गर्नलाई कुल प्लेस जस्तो लाग्नु पर्यो नि त यो हैन लायन्स भनेको त अनि बल्ल यङ प्रोफेसनलले हामीलाई चुज गर्ने हो नि त यङ जेनेरेसनले स्टुडेन्टले चुजै गर्नु पर्दैन लायन्स बनाउन भन्दाखेरि हैन सर लायन्स भन्दा पनि ठिकै छ सर भन्छ क्या तिनीहरू इन्ट्रेस्टै देखाउँदैन क्या राइट सेकेन्ड कुरा यो तेस्रो कुरा के छ भन्दाखेरि मेल डोमिनेटेड छ फेरि लायन्सहरू वुमेनहरू फ्री अन्डर रिप्रेजेन्टेड छ यही हाम्रै डिस्ट्रिक्टमा पनि 37% मात्र वुमेन छ 37% मात्र र लायन्स इन्टरनेसनललाई वुमेन मेम्बर भित्राउन कति वर्ष लाग्यो धेरै वर्ष लाग्यो नि उसले सुरुमा ल्याउन सकेन सो यो कस्तो लाग्छ यो बुढापाकाको क्लब हो ओल्ड म्यान क्लब हो जस्तो लाग्छ क्या सबैले ओल्ड म्यान क्लब हो भन्छ इभन
बिचमा त मलाई पनि कस्तो लागेको थियो भने यो लायन्स भने त रिटायरमेन्ट भएपछि जाने अर्गनाइजेसन हो जस्तो लाग्थ्यो कि मलाई पनि त्यही फिल हुन्थ्यो क्या होइन त्यो त्यस्तै किसिमको एक्टिभिटी हुन्थ्यो सबै त्यही हुन्थ्यो भनेपछि यहाँनिर हामी कहाँ के चुकिरहेको छौँ क्या हामी के भइरहेको छैन तपाईँ हामी बसेको अर्गनाइजेसन जहाँ हामी 10औं वर्ष बिताइसक्यौँ होइन कोही भर्खर सुरु गर्दैछ 2-3 वर्ष भयो यत्रो वर्ष बिताएको अर्गनाइजेसनमा हामी कहाँनिर चुकिरहेको छौँ वी आर सल्भिङ द रङ प्रब्लम के हामी रङ प्रब्लम सल्भ गरिरहेको छौँ अहिले किन भन्दा वी थिङ्क वी निड टु रिक्रुट हार्डर 1.5 मिसन चाहिँ तपाईँले एक-एकजना मेम्बर बढाउनै पर्छ भन्छौँ के वाट यो रिक्रुटिङ एजेन्सी हो होइन नि रिक्रुटिङ एजेन्सी भएको तैँले बढाउनै पर्छ भनेर चाहिँ भन्नु सकिन्छ यो रिक्रुटिङ एजेन्सी होइन यो रिक्रुट गर्ने एजेन्सी होइन भने किन बढाउने मेम्बर त्यो मेम्बर बढाउने चाहिँ हाम्रो त्यो हार्ड रुल हुनु भएन एक्चुअली हामीले मार्केटिङ स्मार्टर गर्ने हो के सो द्याट मान्छेहरूलाई कस्तो लागोस् भन्दाखेरि लायन्स क्लबमा चाहिँ यो काम हुँदो रहेछ आई एम भेरी मच इन्ट्रेस्टेड सर कसरी जोइन गर्ने भनेर उनीहरूले मलाई भन्नु पऱ्यो क्या मैले गएर फोर्सफुली पुस गर्ने होइन तर वी आर सल्भिङ द रङ प्रब्लम अनि हामी के भन्छौँ मिसन 1.5 प्रत्येकले एउटा क्लब चाहिँ तपाईँले कमिटमेन्ट गर्नुहोस् कसैले कमिटमेन्ट गर्ने ल कसैले एउटा मेम्बर बढाउने तपाईँले एउटा मेम्बर थप्नै पर्छ है जबरजस्ती क्या अनि त्यसको कारणले गर्दाखेरि वी आर सल्भिङ द रङ प्रब्लम वी आर सल्भिङ द रङ प्रब्लम यो गर्ने होइन क्या होइन यो कुरा हो राइट 100% राइट त्यो गर्ने होइन सो मेम्बरसिप किन डिक्लाइन भएको मेम्बरसिप डिक्लाइन हाम्रो प्रब्लम होइन क्या यो नयाँ प्रब्लम होइन 10 वर्षदेखि 10औं वर्षदेखि यो मेम्बरसिप डिक्लाइनको हाम्रो समस्या छ क्या यो लायन्समा हो हामी दिनेश सरले भनेको मैले सुनेको छु 35 वर्ष अगाडि पनि 14 लाख लायन आज पनि 14 लाख लायन्स क्या यो बीचमा 35 वर्षमा मेम्बरै थपिएन त लाखौं मेम्बर थपियो के कहाँ गयो सबैजना आयो गयो टप्पै टिपी लग्यो कसैलाई मतलबै भयो आयो गयो किन गयो भने कसैलाई मतलब छैन केही छैन आनन्द बरु उनीहरू रोटरीमा गए उनीहरू केवानिजमा गए उनीहरू आफ्नै क्लब खोलेर बसे तर उनीहरू के गर्न खोजेन लायन्समा किन गयो मतलबै गरेन राइट बरु रोटरीको मेम्बर हामी जति हुन सुरु भइसकेका छ रोटरीको मेम्बर हामी जति हुन लागिसकेका छ तिनीहरू क्या ग्रो हुँदैछ हामीहरू 14 लाख ओल्डको भोलिन्टियरको आधारले सबैभन्दा ठुलो अर्गनाइजेसन भन्दा हामी कुन बेला सेकेन्ड हुन्छ अब थाहा छैन अनि त्यस्तो भइसक्यो कि भनेपछि के भइरहेको छ अब हेर्नुहोस् है तपाईँको इन्टरनेसनल डेटा हेर्नुहोस् हामी 1 वर्ष अगाडि 2025 जुलाईमा सुरु गर्दाखेरि 13 लाख हामीसँग चान्सुन चाहिँ के थियो भन्दाखेरि लाइन मेम्बर्सहरू थियो हेर्नुहोस् त 13,60,000 लाइन मेम्बर थियो हामीसँग है हामी 14 लाख पनि थिएन जुन सुरु गर्दाखेरि अहिले आएर हामी बल्ल अनकनाएर बल्ल हेर्दा हामी 14 लाख पुगेका छौँ क्या बल्ल 14 लाख लास्ट जुनको डेटा हो यो जुन इनको डेटामा 80-30 को डेटामा हामी 14 लाख बल्ल टच गरेका छौँ हामी वर्षौँदेखि 1 वर्ष अगाडि 14 लाखै भन्थ्यौँ नि 14 लाख भन्ने बेलामा 14 लाख मेम्बर थिएन क्या अनि हामी मिसन 1.5 भनिरहेका छौँ अनि लास्ट इयर उद्धव सर क्लोजिङ गर्ने भनेर सुन्नुभयो अनि व्हाट आर वी डुइङ इट इन राइट वे नो यहाँ हेर्नुहोस् त 1 वर्षमा 2,33,000 मेम्बर थपिएको छ 2,33,400 मेम्बर थपिएको छ ड्रप कति भयो 1,66,462 जना ड्रप भयो नेट ग्रोथ कति 66,400 र 1 वर्षमा ग्रोथ कति 4.78% के गरिरहेको छौँ क्या हामी मिसन 1.5 आएको त्यत्रो वर्ष भयो स्टिल 14 लाखमा घुमिरहेको छौँ क्या यो त इन्टरनेसनल डेटा भयो लेट्स गो फर आवर ओन डिस्ट्रिक्ट डेटा हाम्रो जुन के अरे हाम्रो आफ्नै डेटा हेरौँ 2025 जुलाईमा हामी 2300 मेम्बरबाट सुरु गरेको 2300 मेम्बरबाट 2370 भयौँ 2495 भयौँ 2500 भयो 2503 भयो त्यसपछि त फेरि बढ्ला नि भनेको फेरि घटेर हामी कहाँ पुग्यौँ 2440 मा पुग्यौँ क्या हैन र अहिले चाहिँ बल्ल लास्ट 3 महिनामा चाहिँ हामी ग्रो गरेर 2776 भएको छौँ जुनको इन्डसम्म हुँदाखेरि हाम्रो डिस्ट्रिक्टको कुरा गर्दाखेरि यो बीचमा कतिजना मेम्बर थप्यो हाम्रो डिस्ट्रिक्टमा भन्दाखेरि 800 जना मेम्बर थप्यौँ क्या 800 जना 1 वर्षमा इट्स अ भेरी ग्रेट अचिभमेन्ट तर ड्रप कति भयो 251 यो वर्ष नै ड्रप भयो 251 र हामी के भयो नेट ग्रोथ कति भन्दाखेरि 549 को नेट ग्रोथ छ क्या यो डिस्ट्रिक्टमा हैन तपाईले यो त भयो हामीले 1 वर्षको डेटा 5 वर्षको ट्रेन हेरौँ न
5 वर्षको तपाईले ट्रेन हेर्यो भने 5 वर्षको एभरेज 20 वटा क्लब हो के प्रत्येक वर्ष एउटा वर्ष 38 वटा खोल्यौं अरु कुनै पनि वर्ष हामीले 20 कटाउन सकेनौं त्यो 38 को कारणले गर्दाखेरि एभरेज 20 भयो राइट यहाँनिर ड्रप क्लब हेर्नुस् न एभरेजमा 8 वटाको हिसाबले ड्रप भयो 38 खोल्यो 19 बन्द पनि भयो है यहाँ नराम्रो पार्ट यहाँ पनि छ गेन लस क्लब हेर्यो भने पनि धेरै छ अब न्यू मेम्बर हेर्यो भने एभरेजमा एक वर्षमा 296 वटा मात्र न्यू मेम्बर थपिया छ एभरेजमा 12 वटा गोले 14 वटा ड्रप 12 वटा खोले 14 वटा ड्रप -2 मा छ क्या हैन यहाँ हेर्नुस् त कस्तो स्थिति छ क्या 802 जना थपेका छौं हैन 5 वर्षको एभरेज 802 जना मेम्बर प्रत्येक वर्ष एभरेजमा हैन मेम्बर ड्रप प्रत्येक वर्ष 626 जना अनि एभरेजमा ग्रोथ कति हाम्रो 5 वर्षको भनेको 176 क्या के गरिरहेछ हामी यहाँ कहाँ फेल भयो क्या सो यहाँनिर के मिस भइरहेको जस्तो लाग्छ तपाईलाई ट्रेडिसनल लाइन्स मार्केटिङ कहाँ फेल भयो केमा फेल भयो हाम्रो ट्रेडिसनल मार्केटिङ कसरी गरिरहेछ हामीले के फेल भयो हामी किन मान्छेलाई इन्ट्रेस्ट लागेन किन लाइन्स भन्न मजा लागेन मार्केटिङ पनि भएन ट्रेडिसनल मार्केटिङ त गर्छ नि फेसबुकमा त तपाईले पोस्ट राख्नुहुन्छ होला तर मान्छेको मात्रै लाग्यो के चाहिँ प्रब्लम भयो हामीलाई त्यो पोस्ट हेरेर किन मान्छेले इन्ट्रेस्ट देखाएन लाइन्समा मेरो देखाउँछ आउँदै धेरै क्वेसन गर्छ मलाई रिफ्लेक्सन अफ द सर्भिस ब्रान्ड मोर रिफ्लेक्सन अफ सर्भिस हामीले देखाउनै सकेनौं के अनि हामी के गर्छौं म तपाईलाई ए र बी दुईटा एक्जाम्पल देखाउँछु ल ए मा हामी के भन्यौं भन्दा फेसबुकको पोस्ट राख्यौं एउटा ब्लड डोनेसनको फोटो राख्यौं क्याप्सनमा के लेख्यौं भन्दा सक्सेसफुली कन्डक्टेड ब्लड डोनेसन क्याम्प विथ 100 पार्टिसिपेन्ट भनेर लेख्यौं है ए बी मा के लेख्यौं भन्दाखेरि अब मान्छेले चाहिँ एउटा पोस्ट राख्यो ब्लड डोनेसन दिइराको त्यहाँ पोस्टमा क्याप्सनमा के लेख्यो भन्दाखेरि one blood donor save a mother during emergency childhood भनेको बच्चा जन्माउने क्रममा ब्लड चाहिरहेको थियो र एउटा डोनरले ब्लड डोनेसन दिएर सेभ गर्यो तपाईलाई यो दुईटामा कुन चाहिँ इम्प्याक्टफुल लाग्यो ए कि बी कुन शेयर गर्ने फेसबुकमा तपाईले बी चाहिँ शेयर गर्न मन लाग्छ नि तर हामी बी जस्तो बनाइराछौं कि पोस्ट ए जस्तो बनाइराछौं ए बनाइराछौं के हैन ए बनाएर त्यो मान्छे तपाईलाई शेयर गर्न मन लागेन भने त्यो पब्लिकलाई देखेर वाह क्या खतरा गर्यो ताली बजाउँछ पब्लिकले 100 जना पार्टिसिपेन्ट सहित ब्लड डोनेसन गरेर के मतलब भयो क्या त्यो पब्लिकलाई के मतलब त्यो 100 जना गरोस् कि 200 जना गरोस् के मतलब क्या तर त्यो इम्प्याक्ट हेर्नु त सेकेन्डमा एउटा ब्लड डोनरले इमर्जेन्सी प्रेग्नेन्ट भएको मान्छेलाई ब्लड दिएर उहाँको लाइफ सेभ गर्यो फोटो सहित राखिँदाखेरि त्यसको इम्प्याक्ट के हुन्छ एकदम ठुलो हुन्छ नि तर हाम्रो ट्रेडिसनल मार्केटिङ चाहिँ ए हो हामी ए टाइपको मार्केटिङ ब्यानरको मुनि फोटो खिच्यो हैन ब्लड डोनेसन गर्छौं ब्लड डोनेसन दिएको फोटो भन्दा ब्यानरको अगाडि सबैजना बस्ने टक्क फोटो खिच्ने त्यो पोस्ट गर्ने अनि 100 जना पार्टिसिपेन्ट सहित हामीले चाहिँ सक्सेसफुली कन्डक्ट गर्यौं भनेर भन्ने क्या एम आई डुइङ इट इन अ राइट वे अनि त्यो हेरेर मान्छे मेम्बरशिप बढ्छ लाइन्सको बारेमा उनीहरुलाई इन्ट्रेस्ट लाग्छ लाग्दैन हैन सो अब हामी केमा फोकस गर्नु पर्यो भन्दाखेरि एक्टिभिटी मार्केटिङ होइन अब हामी इम्प्याक्ट मार्केटिङमा फोकस गर्नु पर्यो के इम्प्याक्टमा फोकस गर्नु पर्यो जस्तो एक्टिभिटी मार्केटिङ भने के वी प्लान्टेड 100 ट्रीज के मतलब 100 वटा रुख रोप्यौं भने हामीले ट्री प्लान्टेसन प्रोग्राम गरेर भनेर तपाईले लेख्नु भयो के मतलब पब्लिकलाई मतलब हुन्छ के मतलब होला हैन वी डिस्ट्रिब्युटेड बुक्स के बुक सान्तिनो बुक्स दियो होला के मतलब हैन अनि वी हेल्ड अ हेल्थ क्याम्प सञ्चालन गर्यौं के मतलब त्यसको के मतलब छ त तर हाम्रो पोस्टहरु सबै यसरी बनिरहेछ क्या राइट तर हामीले यही कुरालाई डिफरेन्ट वेमा कसरी प्रेजेन्ट गर्न सकिन्छ अ भिलेज नाउ हैज सेड एन्ड क्लिनर हियर हामीले 100 वटा रुख रोप्दाखेरि त्यो वरिपरिको मान्छेहरुलाई अब के छ छहारीहरु पाउन सुरु गरे हैन र फ्रेश एयर उहाँहरूले पाउन थाल्नु भयो हैन सो हामीले लायन्स क्लबले यो काम गर्यो त्यो लेख्दाखेरि त्यसको इम्प्याक्ट देखिन्छ के गर्यो त भन्दाखेरि अथवा तपाईले बिफोर आफ्टर हिजो मैले ट्री प्लान्टेसन गर्नु अगाडि यस्तो यस्तो सिचुएसन थियो हामीले ट्री प्लान्टेसन गरिसकेपछि त्यहाँको जनताले चाहिँ यो कुराहरु पायो त्यो भन्दा त्यसको इम्प्याक्ट हुन्छ क्या मैले किताब डिस्ट्रिब्युसन गरे हैन मैले स्कुल ब्याग डिस्ट्रिब्युसन 100 वटा गरे के मतलब तर एउटा विद्यार्थीले अब पढ्न पाउँछन् है उहाँले कन्टिन्यु गर्न पाउँछ भन्दा त्यो इम्प्याक्टफुल भयो क्या एउटा विद्यार्थीले स्कुलको चाहिँ अब कन्टिन्यु गर्न पाउँछ किन हामीले किताब दियौं त्यो इम्प्याक्टफुल भयो हैन अर्को चाहिँ त्यो हेल्थ क्याम्प गरेछन् के मतलब उनीहरुलाई के मतलब हुन्छ पेशेन्स रिगेन होप उनीहरुलाई चाहिँ अब होप आयो मेरो लाइफ पनि कोही रहेछ भन्ने होप आयो मेरो रोग निको हुँदै रहेछ
चाँडै पत्ता लाग्यो त्यो होप चाहिँ हामीले जेनेरेट गर्न सक्सेसफुल भयौँ है हेल्थ क्याम्पको थ्रुबाट भन्दा त्यसको इम्प्याक्ट आउँछ क्या र मान्छेले के सम्झिन्छ तपाईँको रिपोर्ट सम्झिन्छ 100 वटा रुपियाँको सम्झिन्छ के सम्झिन्छ मान्छेले त्यसबाट आएको इम्प्याक्ट सम्झिन्छ हैन उसले त्यो के स्टोरी सम्झिन्छ राइट सो एउटा स्टोरी तपाईँलाई सेयर गर्छु है मैले धेरैचोटि सेयर गरिसकेको छु यो स्टोरी मलाई मनपर्छ त्यो स्टोरी एक्चुअली हेर्न सर यस्तो नि त फेरि अनि एकचोटि हेरौँ अनि कुरा लामो गर्दाखेरि पढ्नु पनि पर्दैन होइन त्यसलाई छोटो गर्ने तरिका पनि छ एकचोटि हेरौँ मेरो क्षेत्रहरू भन्दाखेरि यहाँ बसेर म बसेर दुःखमा मैले धेरै भोगेर आएको हो उहाँको के रहेछ उहाँको मागेर खाना चाहिँ उहाँलाई चिन्ता पर्छ यो कुरा मैले उहाँ पहिलो त्यो कुरा मैले बुझेको थिएँ अनि चिन्तापत्र उहाँ बसेको थिएँ अनि यो जुन मुक्ति शास्त्र उहाँलाई मैले भने धेरै खुसी धेरै उत्साह धेरै अब भोलिदेखि त म त एउटा त्यसरी उहाँले यो चित्त पेसा अब आफूलाई त आइडिया भएको मान्छे मात्र अनि उहाँले इन्कम सुरु गर्छ त्यस्तो गर्छ र उहाँ पठाउनेदेखि लिएर उहाँसम्मको मुनि ढङ्गेर उहाँ आउने र अनि मलाई त्यसपछि जीवनमा लाग्यो ए मैले जीवनमा अरू काम राम्रो गरेँ नगरेँ मलाई थाहा छैन यो चाहिँ मैले जीवनमा ठुलो काम गरेको भनेर त्यो अब त्यो अहिले ल्याउन सफल भएर आज एउटा व्यक्तिले मागेर सडकको बेटीमा होइन खुट्टा छैन मागेर खानुपर्ने अवस्था बसिरहेको उसलाई त्यहाँबाट हिँड्ने अवस्था छ त्यो व्यक्तिले आफू सेल्फ स्ट्यान्ड हुन पाउने अवस्था त लाइन्स क्लब इन्टरनेसनल फाउन्डेसनले गरेर देखाएन यो कुरामा फोटो राखेर हामीले चाहिँ यो व्यक्तिलाई एउटा मोबिलिटी कार्ड दियौँ भनेर फेसबुकमा राखे कति इफेक्टिभ हुन्थ्यो हुँदैन थियो नि तर यो स्टोरीले तपाईँलाई छोयो कि छैन हैन म बाटोमा मागेर हिँड्नु पर्थ्यो लायन्स इन्टरनेसनलले मलाई मोबिलिटी कार्ड दियो उहाँ कमाएर खान सक्ने मान्छे सो उहाँले इन्कम जेनेरेट गर्न थाल्नुभयो उहाँको जिन्दगी चेन्ज भयो मैले अरू कुरा गर्न सकेन थाहा छैन तर मैले यति गर्न पाउँदाखेरि मलाई लाइन भोग्न गर्व लाग्यो हैन त्यो स्टोरीले कति इम्प्याक्ट गर्छ नि हामीले हाम्रो सर्भिस एक्टिभिटीको यसरी पोस्ट गरेका छौँ यो गर्न गाह्रो छ र मोबाइलमा खिच्नु मिल्छ यार अहिले त हैन मान्छे पोस्ट लेख्ने भनेको लामो पोस्ट लेख्ने होइन तपाईँले भने जस्तो पढ्दैनन् क्या मान्छेले तर यो स्टोरी यदि इम्प्याक्टफुल लाग्यो भने हेर्यो नि त तपाईँले हेर्नुन्जेलसम्म कहीँ बोर्ड लाग्यो मजाले ध्यान दिएर के रहेछ भनेर हेर्नुभयो नि तपाईँले हैन यस्तो स्टोरी किन नबनाउने त हामीले अब मार्केटिङ गर्नलाई यो गरिसकेपछि ओहो लायन्सले यस्तो यस्तो काम गर्दो रहेछ भनेर थाहा भयो भने कति मजा आउँछ होला क्या हैन सो त्यो कारणले हामीले गर्ने यो अब यहाँनिर आउँछ कुरा अर्को के भन्छ लाइन फनेलको कुरा आउँछ ग्रोथ फनेलको कुरा के हुन्छ भन्दाखेरि हामी सर्भिसबाट सुरु गर्छौँ किन वी सर्भ हाम्रो मोटो हो राइट सर्भिसको हरेक सर्भिसको एउटा स्टोरी हुन्छ त्यो स्टोरी हामीले राम्रोसँग पब्लिस गर्न सक्यौँ भने हाम्रो भिजिबिलिटी बढ्छ भिजिबिलिटी बढ्यो भने विश्वास जाग्छ हामी लायन्स यस्तो रहेछ विश्वास जाग्छ ट्रस्ट हुन्छ ट्रस्ट भइदियो भने हामीले इन्भाइट गर्ने बित्तिकै के हुन्छ उनीहरू हुन्छ म पनि जोइन गर्छु भन्छ हाम्रो मेम्बरसिप बढ्छ राइट त्यो हुन्छ कि हुँदैन यो हुन्छ भने अब मलाई बताउनुहोस् हामी कुन कुरामा सबभन्दा स्ट्रङ्गेस्ट छौँ यहाँमध्ये यो 6 वटा स्टेप मध्ये कहाँनिर सबभन्दा स्ट्रङ छौँ हामी सर्भिसमा सबैभन्दा स्ट्रङ छौँ राइट हामी सबैजना सर्भिस एकदमै राम्रो गर्छौँ हरेक क्लबले डिफ्रेन्ट कामहरू गरेका छौँ क्या हैन एकदम सर्भिसमा हामी एकदम पर्फेक्ट छौँ हामी कुन कुरामा विक छौँ यहाँ स्टोरी टेलिङमा विक छौँ त्यहीँदेखि नै विक छौँ क्या त्योभन्दा मुनि त जानै परेन हैन सर्भिस खत्रै छ तर स्टोरी टेलिङमै विक छौँ क्या हामी त्योभन्दा मुनि त कता पनि मेम्बर कसरी बढ्छ हाम्रो भिजिबिलिटी कसरी बढ्छ मान्छेलाई किन इन्ट्रेस्ट लाग्छ हाम्रो लायन्समा जोइन गर्नलाई हामी के भन्छौँ जहिले पनि लायन्स मेम्बर त कसरी थप्ने मेम्बर कोही मान्दैन भन्छ हाम्रो स्टोरी टेलिङ नै विक छ क्या अनि हामी स्टोरी टेलिङ विक भइसकेपछि मान्छेलाई कसरी कन्भिन्स गर्ने क्या हामी कन्भिन्सै गर्न सकिरहेको छैन क्या मान्छेलाई छ त कन्भिन्स
तपाईहरुले अब के गर्ने भन्दाखेरि डिजिटल वर्ड अफ माउथ हामी त्यो डिजिटली हामी फ्लो गर्ने किनभने सबैजना मोबाइल चलाउन खतरै छ सबैजना टिकटक बनाउनै हुन्छ होला सबैजना रिलहरु बनाउनु हुन्छ होला फेसबुक चलाइ गर्नुहुन्छ यहाँ क्लासमा अलिकति झ्याउला हैन मोबाइल खोलेर त्यहाँ लक्ष्मी सरले पुरा मोबाइल त्यहाँ हेर्दै हुनुहुन्छ अहिले पनि हैन त्यहाँ म यहाँ क्या भनिरहेको छु पुरा मोबाइल दिइरहनु भएको छ अघिदेखि नै हैन पछि मोबाइल त चलाइ गर्ने हामीले ब्रिटिसहरु पनि पुरा अलि फोटो खिच्दै हुनुहुन्छ अहिले चाहिँ अलिक छैन के गर्नु परेन अरु चाहिँ त्यहाँ उता हामी त्यहाँ तल पछाडी युबीका यता गफ गरिरहेको छ उता हेरिरहेको छ यता सर पुरा मोबाइल हेरेर बसिरहेको छ हैन मोबाइल त सबजना रेगुलर हेर्ने हो नि त सो अब के गर्ने भन्दा डिजिटल वर्ड अफ माउथ हामीले चाहिँ पब्लिश गर्ने है डिजिटल वर्ड अफ माउथमा के गर्ने भन्दा हरेक प्रोजेक्टको 30 सेकेन्डको भिडियो बनाउने हरेक प्रोजेक्टको 30 सेकेन्डको भिडियो बनाउने तपाईले ब्लड डोनेसन गर्नुस् तपाईले ट्री प्लान्टेसन गर्नुस् जेसुकै गर्नुस् 30 सेकेन्डको भिडियो बनाउने त्यो 30 सेकेन्डको भिडियोमा कसरी कथा प्रस्तुत गर्ने भन्दा नि तपाईले बिफोर र आफ्टर स्टोरी प्रस्तुत गरे पनि भयो त्यसमा लाइन्स कसरी जोडियो भनेर त्यसमा जोड्ने हैन अनि बेनिफिसियरीको फिडब्याक दिने के भयो त भनेर अघिल्लो स्टोरीमा त्यस्तै छ नि बिफोर आफ्टर लाइन्स कसरी आयो र बेनिफिसियरी के फाइदा पायो यो चारवटा कुरा जोडिएको छ नि त्यो चारवटा कुरा हामीले सबैले जोड्ने है अनि के गर्ने त्यसलाई मोबाइल फर्स्टमा रेकर्ड गर्ने मोबाइल फर्स्ट भनेको के भन्दाखेरि तपाईले भिडियो यसरी रेकर्ड गर्यो भने मोबाइल फर्स्ट हुँदैन तपाईको भिडियो यसरी रेकर्ड गर्नु पर्यो यो भने मोबाइल फर्स्ट हुन्छ है तपाईले भिडियो रेकर्ड गर्दा यसरी रेकर्ड गर्ने है यसरी गर्यो भने चाहिँ मोबाइल फेसबुकको एल्गोरिदम र टिकटकको एल्गोरिदमले चाहिँ तपाईको यो चाहिँ यो यसको लागि बनाएको होइन भनेर पुरै डिस्ट्रिब्युट गर्दैन के तपाईले जहिले पनि भिडियो यसरी बनाउनु पर्छ है यसरी के तपाईको टिकटक पनि यसरी बनाउनु पर्यो रिल पनि यसरी बनाउनु पर्यो तपाईले यसरी बनाउनु भयो भने तपाईको चाहिँ एल्गोरिदमले चाहदैन है र अर्को कुरा के हुन्छ भन्दाखेरि तपाईले त्यो भिडियो बनाइराख्दाखेरि लाइन्सको लोगो राख्न नबिर्सिनुस् एउटा लाइन्सको लोगो राख्न नबिर्सिनुस् र अन्तिममा के भन्नु भन्दाखेरि तपाई पनि यस्तो सेवामा जोड्न चाहनुहुन्छ भने यु आर अल इन्भाइटेड भन्ने कुरा चाहिँ लेख्नुस् हैन त्यति भइदियो सर्भिस एक्टिभिटीमा भयो भने त्यसले धेरै काम गर्छ अब एउटा मैले एउटा एक्जाम्पल दिन्छु हामीले यो चाहिँ सर्भिस एक्टिभिटी होइन जोन रिजन चेयरपर्सनको लास्ट इयर गरेको ट्रेनिङ हो लास्ट इयर गरेको ट्रेनिङमा मैले त्यो भिडियो क्लिपहरु लिएको थिएँ के उहाँहरुसँग फिडब्याक लिएको थिएँ मैले त्यो जो पार्टिसिपेन्टहरु थियो उहाँले के भन्नु भएको छ त्यसको हामी डिस्कसन गरौँ है यो जोन र रिजन चेयरपर्सन वर्कसपमा हामी सहभागी भयौँ यो चाहिँ हुन त म पहिला पनि यो जोनको ट्रेनिङमा बसेँ त्योभन्दा भेरी इम्प्रुभ होइन यो चाहिँ एकदम सठिक मतलब इस्युहरू इम्पोर्टेन्ट इस्युहरूलाई समेटेको र त्यसमा पनि मेजर गरेर चाहिँ एकदम पार्टिसिपेटरी वे ट्रेनर्सहरू जस्तो लिड गरेको विनय सर हुनुहुन्छ र अरू पनि सर हुनुहुन्छ उहाँहरूले चाहिँ विषयवस्तुलाई एकदम सठिक रूपमा पार्टिसिपेटरी वेमा लिएको र अनि भाइब्रेन्ट हामी भनेको चाहिँ कस्तो भने भोलिको दिनमा हामीले हाम्रो मात्र होइन कि अब डिस्ट्रिक्टलाई कसरी अगाडि बढाउनु भन्ने हिसाबमा चाहिँ हामी जानुपर्ने हुन्छ हामीले चाहिँ त्यो एउटा कि रोल खेल्छौँ होइन अब आजको उबाट चाहिँ हामी चाहिँ अगाडि बढ्नुपर्दा आगामी दिनहरूमा चाहिँ हाम्रो भनौँ न त्यो क्लबलाई कसरी म्यानेज गर्नेदेखि लिएर सबै कुराहरू यहाँ सिकेको कुराहरू पक्कै पनि त्यो क्लबहरूमा हामीले एज अ जोन चेयरपर्सनको हिसाबले मैले आजको यो सेसन दिँदाखेरि चाहिँ मलाई कसरी क्लबहरूलाई चाहिँ कन्ट्रोल गर्नुपर्छ उनीहरूसँग कसरी कम्युनिकेसन गर्नुपर्छ र यदि इनकेस त्यो क्लबहरू चाहिँ यदि उहाँहरूसँग चाहिँ कन्ट्याक्ट गराउँदाखेरि उनीहरूसँग के डिफिकल्टी के समस्याहरू छ त्यससँग कसरी ट्याकल गर्न सकिन्छ भन्ने त्यो विभिन्न किसिमका आइडियाहरूले चाहिँ गर्दाखेरि मलाई चाहिँ एकदमै आफ्नो कन्फिडेन्स डेभलप भएको मैले फिल गरेको छु स्पेसली यो वर्कसपबाट चाहिँ तिनवटा कुरा विशेष गरी उपचारहरू चाहिँ नभए स्किल एब्सोल्युट कुरा हो कुनै पनि हामीले वर्कसपले ट्रेनिङ गरेर अपेक्षा गर्ने तीन कुराहरू जसमा तीन कुरा चाहिँ मैले के असल अचिभ पाएको मलाई मौसम भएको यो विषय पनि हामीलाई भर्खर भिजन भएको कुराहरूलाई राम्रोसँग क्लियरहरू अवसर पाएको छ र प्लानिङ गर्न अझ प्लानिङ प्रोसेसको टाइम भयो भने त्यो प्लानिङ गर्न चाहिँ आज यो पर्सन धेरै पनि हेल्पफुल रहेको छ भन्ने कुरा बात गर्नु लाग्छ जुन रिजन एक्टिभ भन्छ अनि यो प्राइभेटको चाहिँ डिस्ट्रिक्ट गभर्नमेन्ट आएर त्यो बिलियन सो तपाईहरु भनेको सभामा जसरी कृष्णले अर्जुनलाई डेराड गरेको सब त्यति कृष्ण हैन उहाँको अर्जुन मात्र हुँदै हुन्छ के सभामा बिना रथ चल्दैन रथ चलाउने तपाईहरुले तपाईको कृष्ण हो अब यो भिडियो हेरिरहँदाखेरि तपाईलाई जोन रिजन चेयरपर्सन जोन रिजन जो हुनुहुन्छ तपाईहरुलाई अब यसपालिको जोन रिजन जानुपर्छ जस्तो तपाईलाई फिल भयो कि भएन
होइन त्यहाँनिर कस्तो टपिकहरू कुरा हुँदो रहेछ, वर्कसप प्याटर्नमा डिस्कसन हुँदो रहेछ, इन्टरनेसनल कोर्स हुन्छ, त्यो इन्ट्रेस्ट आउँछ नि। तर जोन रिजन चेयरपर्सनमा आउनुहोस् मात्र भनेर लेख्यो भने खै के हुन्छ होला त्यहाँ, जहिले त्यही त हो नि भने जस्तो लाग्छ क्या। हो त्यो इम्प्याक्ट आउँछ नि यो यस्तो भिडियो क्रिएट गरिरहेको भने, राइट? सो त्यो भिडियोहरू तपाईँले अब बनाउनु सुरु गर्नुहोस्, हरेक कुरो फोटो मात्र नराख्नुहोस्। आजकल भिडियोले एकदमै इम्प्याक्ट दिन्छ क्या, र भिडियोमा इम्प्याक्ट देखाउन एकदमै सजिलो हुन्छ, जुन चाहिँ लेखेर हामी इम्प्याक्ट दिन सक्दैनौँ। सो डिजिटल वर्ड अफ माउथ हामी बढ्नु पऱ्यो एउटा कुरा है। सेकेन्ड कुरा, हामीसँग 60 सेकेन्ड पिच रेडी हुनु पऱ्यो। 60 सेकेन्ड पिच भनेको चाहिँ कोही मान्छेले आएर लाइन्स के हो सर भनेर सोद्धाखेरि र तपाईँ लाइन्स चाहिँ के हो सर भनेर सोद्धाखेरि तपाईँसँग एन्सर हुनु पऱ्यो क्या। त्यो एन्सर भनेको के भन्दाखेरि म आएम अ लाइन अनि म यो कारणले लाइन जोइन गरेँ होइन, मेरो क्लबले यो काम गर्छ, तपाईँ पनि यस्तो सेवाको आधारमा जोडिन चाहनुहुन्छ भने आउनुहोस्। 1 मिनेटमा भन्ने हो क्या, 1 मिनेटमा भन्ने। कसरी भन्ने एउटा इक्जाम्पल तपाईँलाई देखाउँछु ल। नमस्कार, म लाइन दिने, मलाई ठुलो संस्थाको सदस्य हुन जहिले मन थियो। त्यस्तो संस्था जहाँ म मेरो सिप प्रयोग गरेर वास्तवमा मानिसलाई मद्दत गर्न सक्थेँ। लायन्सले त्यही गर्दो रहेछ, चाहे त्यो ट्रेनिङबाट होस्, चाहे आँखा शिविरबाट होस्, चाहे वातावरण सरसफाइ होस्, जुनसुकै प्रोजेक्टबाट पनि त्यस्तै काम गर्दो रहेछ। र तपाईँले पनि फेरि के एउटा अपर्च्युनिटी छानिकन तपाईँलाई जेमा मन लाग्यो त्यसमा तपाईँले सेवा गर्न पाउनु हुँदो रहेछ। विश्वभरि 14 लाख लायन्सहरू छन्। तपाईँ पनि यस्तो सेवाको हातहरूमा जोडिन चाहनुहुन्छ भने प्लिज यु आर इन्भाइटेड है। 1 मिनेटमा यति भन्न सकिन्छ नि त? सकिन्छ? बुझ्नुभयो यो स्टेटमेन्ट? क्लियर छ? अब तपाईँको मोबाइल खोल्नुहोस्, मोबाइल स्क्यान गरेर रेडी हुनुहुन्छ नि? मोबाइल स्क्यान गर्नुहोस्, रेडी हुनुहोस्। त्यहाँ तपाईँ क्युआरहरू टेबलमा छ है, क्युआर टेबलमा छ, स्क्यान गर्नुहोस्, रेडी हुनुहोस्। हो, राइट योर आइडिया राइट गर्नुहोस्। आई एम लाइन, हियर्स व्हाई आई जोइन भन्ने यो छ। यसमा तपाईँले किन लाइन जोइन गर्नुभयो त्यो कुरा लेख्नु होला। मैले भने के भने आफ्नो नाम भन्नुहोस्, म लायन्स किन जोइन गरे भन्नुहोस्, लायन्सले के गर्छ भन्नुहोस्, र उहाँहरूलाई लास्टमा इन्भाइट गर्नुहोस्। यति 3टा कुरा लेखेर त्यहाँ मोबाइलमा लेख्नुहोस्, नेपालमा लेखे नि हुन्छ, इङ्ग्लिसमा लेखे नि हुन्छ। मोबाइलमा लेख्नुहोस् र सबमिट गरिदिनुहोस्। तपाईँलाई के लाग्छ त्यो 1 मिनेटको पिच तपाईँले रेडी गर्नुहोस्। 2 मिनेट समय दिए तपाईँ 1 मिनेटको कुरा लेख्नलाई तपाईँलाई 2 मिनेट दिए र लेखेर सबमिट गरिदिनुहोस्। Community and yourself, then please join us, help improve the world. यो ठ्याक्कै हैन, कति राम्रो आयो नि त। सबै लेख्नुहोस् है। आई एम लाइन तारा प्रसाद मैनाली, सेवा गर्नको लागि राम्रो प्लेटफर्म खोजिरहेको थिएँ। एउटा साथीले लाइन्सको बारेमा बताउनु भयो, मैले तुरुन्तै जोइन गरेँ। तपाईँ पनि सेवा गर्न अर्गनाइजेसन खोजिरहनु भएको छ भने यु आर वेलकम। भेरी ग्रेट। त्यहाँ सर्टमा स्विट आयो हैन, त्यहाँ मजाको आयो। I am Sanjay Lal Shrestha, join Lions Club for fellowship and service. Lions Club is the biggest club which works for many global causes and serve the needy people. You also have an opportunity to serve the whole. Please join. ठीक छ, बुझ्नुभयो यो पिच किन इम्पोर्टेन्ट छ भनेर। यो तपाईको पकेटमा हुनु पर्यो, दिमागमा हुनु पर्यो के, किनभने कहाँ बोल्नु पर्ने हुन्छ थाहै हुँदैन। हामी काम गरिरहेको बेलामा अघि न भने जस्तै सर्भिस गर्नको कारण तपाईहरु को भनेर सोध्दाखेरि मसँग एन्सर त हुनु पर्यो नि त। अनि त एन्सर चाहिँ तपाईसँग प्री रेडी हुनु पर्यो क्या, के भन्ने अब एन्सर बारेमा त्यो त हुनु भएन। मान्छे आफ्नो यो पिच तपाईले रेडी गरेर राख्नु भयो भने जो मान्छेलाई पनि तपाईले सुरुको 1 मिनेटमा हुक गर्न सक्नुहुन्छ क्या। म लाइन यो, म यस्तो लाइन्स हो, लाइन्सले यो काम गर्दो रहेछ, मलाई पनि एकदम इन्ट्रेस्ट लाग्यो, म जोइन गरेँ हैन। संसारभरि यस्तो लाइन्स, यति धेरै लाइन्सहरू छन्, तपाईँ पनि यो मिसनमा जोइन हुन चाहनुहुन्छ भने आउनुहोस् है, हामी तपाईँलाई एकदमै खुल्ला हृदयले स्वागत गर्छौँ भन्न सकियो नि त हैन। सो त्यो कुराले चाहिँ तपाईँहरूले आफूलाई त्यसरी रेडी गर्न थाल्नु पर्यो। यो अहिले तपाईँले लेखिरहेको जुन स्टेटमेन्टहरू छ यसलाई चाहिँ हामी सेलेक्ट गरेर डिस्ट्रिक्ट म्यागजिनमा पनि छाप्छौँ है। तपाईहरुको नाम सहित डिस्ट्रिक्ट म्यागजिनमा छाप्छौँ यो लेखेको कुराहरू। अहिले जुन तपाईले मोबाइलबाट लेखेर हामीलाई बुझाउनु भएको छ
त्यो कुराहरू चाहिँ तपाईँको फोटो सहित छाप्छौँ है त्यहाँ डिस्ट्रिक्ट म्यागजिनमा यो इनमा निक्लिन्छ होइन अवार्ड सेरेमनीको बेलामा हामी त्यसलाई दिन्छौँ है रबिन सरले अनाउन्स गरिसक्नु भएको छ है सो बुझ्नुभयो 60 सेकेन्ड पिसको कुरा क्लियर छ होइन मैले अब यसलाई धेरै नअल्झौँ है त यो समय पनि इम्पोर्टेन्ट छ सो अब इन्भिटेसन गर्दाखेरि के गर्ने इन्भिटेसन गर्दाखेरि हामी फेरि गलत गरिरहेछौँ कि गलत के गरिरहेछौँ भन्दाखेरि लायन्स क्लब जोइन गर्नु न भनिरहेछौँ लायन्स क्लब किन जोइन गर्ने भनिरहेको छैनौँ क्या लायन्स क्लब जोइन गर्नु न भन्छ हामी चाहिँ भिजन प्रोग्राम एकदमै धेरै गर्छौँ मेरो साइड टिममा मान्छेहरू चाहिएको छ तपाईँ पनि साइडको डक्टर हुनुहुँदो रहेछ प्लिज जोइन गर्नुहोस् न हाम्रोमा भन्दाखेरि त्यो मान्छे इन्ट्रेस्ट हुनसक्छ यो वर्ष मैले डक्टर सगुन केसीलाई लाइन बनाएँ समृद्धिमा उहाँ हाम्रो मेन्टल अवेरनेस क्याम्पमा आउनु भएको थियो कि होइन मेन्टल अवेरनेस क्याम्पमा उहाँले स्पिच दिन आउनु भएको थियो अनि इमिडिएटली सकिसकेपछि मैले के भने उहाँलाई बसेर खाना खाने टाइममा म्याम मेन्टल अवेरनेसलाई अहिले हाम्रो प्रायोरिटी प्रोजेक्टमा राखेको छ होइन यो चाहिँ प्रायोरिटी प्रोजेक्ट अन्तर्गत पर्छ त्यसको विक नै छुट्याएको छ इन्टरनेसनल प्रेसिडेन्टले सो मेन्टल अवेरनेसको लागि चाहिँ हामी धेरै कामहरू गर्छौँ तपाईँ जस्तो साइकोलोजिस्टहरू हाम्रो क्लबमा चाहिन्छ होइन तपाईँ इन्ट्रेस्टेड हुनुहुन्छ म्याम इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ म अलिकति कुराहरू तपाईँलाई डिटेल्सहरू पठाउँछु भनेर भन्दाखेरि यो त कुरा सुन्दा राम्रो लागेको छ मलाई चाहिँ डिटेल पठाइदिनुहोस् न भनेर भन्यो मैले इमेलमा डिटेलहरू राख्दिएँ उहाँ मेम्बर तुरुन्तै हुनुभयो क्या राइट सो लायन्स क्लबमा बोलाउने लायन्स क्लब जोइन गर्नुहोस् भन्ने होइन क्या उहाँ किन जोइन गर्नु पर्यो हाम्रो क्लबलाई उहाँ किन आवश्यक भयो त्यो बुझाउने हो कि हाम्रो क्लबलाई उहाँको आवश्यकता किन छ भनेर बुझाउने हो त्यो बुझाइसकेपछि उहाँलाई आफै इन्ट्रेस्ट लाग्न सुरु गर्छ र यसरी तपाईँले इन्भाइट गर्नुभयो जेनरिक नगरिकन तपाईँले त्यहाँ मिसन इम्प्याक्ट कम्युनिटी सर्भिसको बारेमा कुरा गरेर उहाँलाई बोलाउनु भयो भने रिटेन्सन त्यो मान्छेको 60 to 70% हुन्छ किनभने एउटा प्रपोज दिएर आउनु भएको छ क्या उहाँ म यो क्लबमा आएर यो काम गर्छु भनेर प्रपोज दिएर आउनु भएको छ र इम्प्याक्ट के हुन्छ उहाँलाई पहिल्यै थाहा छ क्या त्यो इम्प्याक्ट थाहा भइसकेपछि उहाँ चाहिँ इन्ट्रेस्टेड भएर लाग्छ र डक्टर सगुन केसी लायन्स मेम्बरहरूको धेरै भएको थिएन अस्ति इमर्जिङ लायन लिडरसिप इन्स्टिट्युट पनि लिइसक्नु भयो होइन उहाँ ग्रेजुएट हुनुभयो र उहाँ के भन्नुहुन्छ क्लबमा आएर मिटिङमा अहिले क्या बोल्डली कुरा गर्नुहुन्छ क्या यो के अरे मेन्टल हेल्थको प्रोग्रामलाई चाहिँ सिग्नेचर प्रोग्राम बनाऊ न अहिले एकदम इम्पोर्टेन्ट छ प्रायोरिटीमा छ भने बनाउन म एकदम हेल्प गर्छु भन्नु भएको छ अनि उहाँले गएर अरू डक्टरहरू पनि इन्ट्रेस्टेड भइरहेको छ क्या हाम्रो क्लबमा होइन भनेपछि त्यो प्रपोज ड्रिभन भइदियो भने रिटेन्सन एकदमै हाई हुन्छ र पिपुल विल स्टे पिपुल खालि त्यो अरू कुरालाई स्टे गर्दैन क्या उसले सर्भिस गर्न पाएपछि होइन त्यहाँ एक्सिलेन्स भइसकेपछि बल्ल उनीहरू हाम्रो क्लबमा चाहिँ रहिरहने हो नत्र भने यो क्लबमा आयो पैसा दिने 1 वर्षसम्म के गर्छ रिन्युको पैसा पाएको छ रिन्यु तिर्दिन म ड्रप गरिदिनु मलाई भनिन्छ राइट यस्तो हुन्छ नि त सो यो कुरा नहोस् भन्नुलाई इन्भिटेसन पनि सही तरिकाले गर्नुहोस् तपाईँले किन बोलाइरहनु भएको छ त्यो मान्छेलाई तपाईँ क्लबमा क्ल्यारिफाई गरिदिनुहोस् मेरो इन्भाइरोमेन्ट यस्तो यस्तो बागमतीले के भन्न सकिन्छ मेरो इन्भाइरोमेन्टको प्रोजेक्ट हुन्छ एउटा घर एउटा रुखको अभियान छ तपाईँ पनि इन्भाइरोमेन्टलिस्ट हुनुहुँदो रहेछ होइन तपाईँ हाम्रो क्लबमा आउनु भयो भने त एकदम खतरा हुन्छ भन्ने हिसाबले उहाँलाई इन्करेज गर्नु भयो भने ए हुन्छ तपाईँको यसमा त म नि साथ दिन्छु नि भनेर त्यो इन्भाइरोमेन्टसँग रिलेटेड मान्छेहरू बागमतीको इमिडिएटली मेम्बर हुन सक्छन् र बागमतीले स्टोरी क्रिएट गरेको छ तपाईँको व्हाट्सएपमा तपाईँले हेर्नुहोस् त्यो इन्भाइरोमेन्ट हाउस 1 ट्री को स्टोरी क्रिएट गरेको छ युट्युब च्यानलमा गएर पनि हेर्न सक्नुहुन्छ कस्तो राम्रो स्टोरी क्रिएट गरेको छ क्या किन त 1 हाउस 1 ट्री किन भन्ने कुरा कस्तो मजाले स्टोरी बनाउनु भएको छ क्या उहाँले तपाईँले हेर्नुहोस् इमिडिएटली तपाईँको व्हाट्सएपमा पनि सेयर भएको छ होला मोस्ट प्रोबेबली छैन भने पनि युट्युबमा गएर चाहिँ तपाईँले हेर्नुहोस् एकदम इन्ट्रेस्टिङ भिडियो छ क्या त्यसले त्यो हेर्दाखेरि हामी पनि यसमा जोडौँ जस्तो लाग्ने खालको छ क्या होइन बागमती क्लबले त्यो गरेको छ होइन बागमती क्लब तपाईँ त हो नि होइन सञ्जय दाइ त हो नि होइन तपाईँहरूको क्लबमा छ होइन सो त्यो हिसाबले हामीले काम गर्नु पऱ्यो क्या त्यो हेर्दाखेरि नै जोइन गरौँ लाग्नु पऱ्यो क्या हाम्रो राजकुमार सरले पनि बेला बेलामा आफ्नो त्यो तराईमा भएको इभेन्टहरूको पुरा त्यो भिडियो बनाएर राख्नुहुन्छ हामी आज यस्तो कार्यक्रम गर्दैछौँ यो गर्दैछौँ यताउति हामी यतिजना मान्छेहरू छौँ यो सर्भिसहरू भइरहेछ यताउति पुरा भ्लग टाइपले बनाउनुहुन्छ क्या राजकुमार सरले त्यो पनि हेर्न मजा आउँछ क्या ए राइसले यो काम गरिरहेछ भन्ने हुन्छ क्या होइन तपाईँले बनाउनुहुन्छ नि त्यो मैले हेरेको छु त्यो होइन सो त्यो हिसाबले हामी किन नगर्ने त हाम्रो साथीहरूले गरिरहेछ नि हामीले किन नगर्ने होइन त्यो हिसाबले चाहिँ काम गर्न थाल्नु पऱ्यो ठिक छ सो अब तपाईँहरूलाई सानो एउटा काम दिन्छु टेबल वर्क दिन्छु 10 वटा छ यहाँ तपाईँहरू आइक्याम है तपाईँहरू आइक्यामको जिम्मा लिनुहोस् तपाईँहरू ट्री प्लान्टेसनको जिम्मा तपाईँहरू स्कलरसिप प्रोग्राम बच्चालाई स्कलरसिप दिने प्रोग्राम है तपाईँहरू चाहिँ ब्लड डोनेसन है यो टेबल छ तपाईँहरू डायबिटिज अवेरनेस है यो टेबल डायबिटिज अवेरनेस तपाईँहरूको टेबल चाहिँ क्यान्सर अवेरनेस है तपाईँहरूको टेबल चाहिँ फ्लड रिलिफ बाढी पहिरोको लागि रिलिफ
यो बिचको टेबल चाहिँ एन्टी स्मोकिङ है तपाईँहरूको एन्टी स्मोकिङ तपाईँहरूको टेबल चाहिँ मेन्टल हेल्थ है युविकाहरूको टेबल मेन्टल हेल्थ प्रकाश सर तपाईँहरूको टेबल चाहिँ विलचेयर डिस्ट्रिब्युसन ल है अब के गर्ने भन्दाखेरि तपाईँहरूले त्यो ग्रुपमा बस्नुहोस् 5 मिनट मात्र धेरै समय नलिनुहोस् एकजनाको मोबाइलबाट तपाईँहरूको कसैको मोबाइलबाट तपाईँले डिस्कसन गरेको कुरा म यहाँ ओपन गर्छु तपाईँले स्टोरी क्रिएट गर्नुहोस् है कम्पेलिङ स्टोरी क्रिएट गर्नुहोस् त्यो प्रोजेक्टलाई इन्ट्रेस्टिङ तरिकाले फेसबुकमा कसरी पोस्ट गर्न सकिन्छ तपाईँले त्यो डिस्कसन गर्नुहोस् कसरी पोस्ट गर्ने र रिक्रुटमेन्ट कसरी बढाउन सकिन्छ हेर्नु होला एउटा एकदमै राम्रो एक्जाम्पल देखाउँछु है तपाईँहरूलाई हेर्नुहोस् है एउटा एकदमै राम्रो एक्जाम्पल देखाउँछु इन्डियामा कस्तो राम्रो त्यो म्यानकाइन्ड फाउन्डेसन भन्नेले निकालेको एड हो क्या यो चाहिँ त्यो एड हेर्नुहोस् ल एकचोटि यहाँ ध्यान दिनुहोस् है त्यो डिस्कसन गर्नु अगाडि हेर्नुहोस् है क्या हो रहा है? ये सब एक बहुत बड़े आदमी को श्रद्धांजलि देने के लिए इकट्ठा हुए हैं। वो पॉलिटिशियन था क्या? नहीं नहीं, तो बड़ा क्रिकेटर? तो बस हीरो था क्या? देखा जाए तो सही मायने में वो हीरो ही है। क्या ही फर्क पड़ता है? कितना ही बड़ा सेलिब्रिटी हो, मरने के बाद तो सबको ऊपर ही जाना। सेलिब्रिटी नहीं है तो कोई काम इंसान है, पर आज वो हमेशा के लिए अमर होने जा रहा है। एक आम आदमी के गुजरने पर कितना सम्मान। जो इंसान जाने के बाद भी 8 लोगों को जीने की नई उम्मीद देने वाला हो, उसके लिए तो ये सब बहुत कम है। पार्टिसिपेट गर्नुस् लेट्स जोइन ह्यान्ड भन्ने आज नि इन्फर्मेसन कस्तो हेर्दा आफै क्या टच हुँदैन हेर्दा आफूलाई मन चिसो भएर जान्छ होइन म पनि अर्ग्यान डोनेसन गर्नुपर्छ जस्तो लागेन हो यस्तै स्टोरी बनाउनु साह्रो तपाईँहरूले तपाईँहरूको टास्क यही स्टोरी बनाउनु ल मैले भनेको जुन तपाईँलाई कामहरू दिएको छु त्यो प्रोजेक्ट्सहरू त्यो प्रोजेक्टलाई यस्तै स्टोरी बनाउनुहोस् है 5 मिनट टाइम चाहिँ घडी हेरेर गर्नुहोस् अनि त्यहाँ लेख्दाखेरि मजाले त्यो अगाडि त्यो प्रोजेक्टको नाम पनि लेख्नुहोस् है त्यो फेसबुकमा पोस्ट कसरी गर्ने भनेर स्टोरी क्रिएट गर्नुहोस् मोबाइलमा तपाईँले लेखेपछि क्योंकि सबका सिल्वर है काम मोबाइल में ऐसे इम्पोर्टेंट है तब तेरा कॉपी में एक मिनट पहिला यो देखाउँछु कम्पेनिङ स्टोरी क्रिएट गर्नुहोस् अनि त्यसलाई पोस्ट गर्नुहोस्
के हो भनेर बुझ्नु नि त पर्यो। Project create an inspiring stories of service. This story increase the club visibility in the community, build trust among the public and lead. मैले के भने स्टोरी क्रिएट गर्नु स्ट्री प्लान्टेसनको भने कि त्यसलाई कसरी प्रेजेन्ट गर्ने भिडियोमा कि अनि उता हिरो नै हो नि, उता इमोर्टल हुन्छ रहेछ होइन। र संसारमा अहिले इन्डियामा 10 लाखमा बिलो एकजनाले अर्ग्यान डोनेसन गर्छ, जसको कारणले गर्दाखेरि प्रत्येक घन्टा 20 जना मान्छे स्टोरी मात्र चाहियो, मलाई फोटो चाहियो, इम्प्याक्टफुल स्टोरी चाहियो यो होइन। 3 मिनट गयो, 2 मिनट बाँकी छ, 2 मिनट आत्मविश्वास हुनुपर्छ। आत्मविश्वास गतिलो हो प्रति हो यो प्रोजेक्टको लागि तपाईको प्रोजेक्ट तपाईँ पनि यस्तो सेवाको हातहरू जोड्न चाहनुहुन्छ भने हामी कहाँ आउनुहोस् भन्दै join us. After father promised his son, I will be at the football final. Year passed and his occasional cigarette became a daily addiction. Despite warning, he kept saying, I quit someday. Then came to the diagnosis. On the day of the final, stadium was full except for 1 year. स्केलेबल छ, मेजरेबल छ क्या, तीनटै कुरा गर्न सक्छौँ। हामीले चाहेको यही होइन, हामी यसमै कमजोरी भइरहेको हो नि त हाम्रो हैन, यसमै कमजोरी। सो हाम्रो कन्क्लुजन के हो? सर्भिस प्लस भिजिबिलिटी भनेको ग्रोथ हो क्या। हाम्रो 14 लाखबाट नबढेको रिजन नै यही हो। सर्भिसमा हामी एकदम खतरा भयौँ, 41 करोडलाई सर्भ गर्छौँ एक वर्षमा, मेम्बर चाहिँ 14 लाख मात्र हुन्छ क्या हैन। हामी कमजोर यसमा छौँ, यसमा अब हामी कमजोर नहौँ हुँदैन मलाई। हामी यहाँ के गरेका छैनौँ? भ्यालुलाई छोडेका छैनौँ। हाम्रो लायन्सको विसर्भलाई भ्यालुलाई छोडेका छैनौँ। हामी के गरेका छौँ? त्यसलाई एम्प्लिफाई गरेका छौँ, त्यसलाई स्टोरीको सहित हामीले इम्प्याक्टफुल प्रेजेन्ट गरेका छौँ। त्यति गरेका हो हामीले, त्योभन्दा अरू केही पनि गरेका छौँ। नाउ वी विल मेक आवर सर्भिस भिजिबल। अर्को कुरा थाहा छ तपाईँलाई इन्करेजमेन्टको लागि? तपाईँले यो भिडियोहरू बनाउनु भयो, तपाईँले सर्भिस इम्प्याक्टहरू डिजिटली दिनुभयो, तपाईँलाई के फाइदा? क्लबलाई मात्र होइन, तपाईँलाई पर्सनली पनि फाइदा छ, सबै फाइदा छ। त्यो फाइदा के हो भन्दाखेरि यहाँ ध्यान दिनुहोस् है, तपाईलाई हुने फाइदा भनेको इन्टरनेसनल मार्केटिङ अवार्ड हो। इन्टरनेसनल मार्केटिङ अवार्ड क्लबले अप्लाई गर्ने हो। क्लबले के जित्न सक्छ थाहा छ यसमा? इन्टरनेसनल मार्केटिङ अवार्डमा क्लबले जित्न सक्ने भनेको $2000 इक्विभ्यालेन्टको क्यास प्राइज जित्न सक्नुहुन्छ एउटा। सेकेन्ड तपाईले जित्न सक्नुहुन्छ ट्रफी क्लबको लागि। तेस्रो तपाईले जित्न सक्नुहुन्छ हरेक मेम्बरको लागि सर्टिफिकेट, डाउनलोडेबल सर्टिफिकेट। र चौथो तपाईले जित्न सक्नुहुन्छ 2 जना लायन्स मेम्बरको लागि इन्टरनेसनल कन्भेन्सनको टिकट र त्यो सँगसँगै गेस्ट 2 जनालाई इन्टरनेसनल कन्भेन्सनको टिकट। भनेको 4 जनालाई कन्भेन्सनको रेजिस्ट्रेसन फ्री हुन्छ, 4 जनालाई। त्यो आउँदैछ, म त्यो भन्दैछु। सो यो 4वटा हाम्रो अवार्डहरू हामी जित्न सक्छौँ, ठीक छ? यसको लागि गर्नु के पर्छ भन्दाखेरि तपाईहरुले जुलाई 2026 देखि फेब्रुअरी 2027 भित्रमा तपाईले चाहिँ यो अप्लाई गर्नुपर्छ। त्यहाँनिर सर्टेन रुल्सहरू छ, त्यो रुल्स चाहिँ हामी फेरि तपाईलाई म सबै डिटेल्स सहित पठाउँछु तपाईको WhatsApp मा। तपाईले रुल्सहरू हेर्नु होला, त्यहाँ सर्टेन रुल्स छ, तपाईले रुल्स फलो गरेर तपाईले पठाउने है। यो चाहिँ फेब्रुअरी 1 2027 भित्र अप्लाई गर्नुपर्छ तपाईले। त्यो अप्लाई गरिसकेपछि मार्च भित्रमा हरेक कन्स्टिट्युसन एरियाबाट एउटा विनर चुज हुन्छ। भनेको हाम्रो जुन 7वटा 8वटा जुन कन्स्टिट्युसन एरिया छ त्यो सबैबाट एक जना विनर हुन्छ है। यो इन्टरनेसनल मार्केटिङ अवार्ड हो नि त। अनि यसलाई विनिङ चाहिँ के हुन्छ? अप्रिलमा अनाउन्स हुन्छ र इन्टरनेसनल कन्भेन्सनमा जाने हो, त्यसपछि रेजिस्ट्रेसन कन्भेन्सन हुन्छ। अहिलेसम्म कस्तो कस्तो प्रोजेक्टले पाए त? तपाईले हेर्यो भने हाँस उठ्छ क्या, यस्तो प्रोजेक्टले पनि पाउँदो रहेछ भनेर। किन भन्दाखेरि तपाईँ हामी जस्तो मान्छेले अप्लाई नगरेर क्या। यहाँ हेर्नुहोस् है, कन्स्टिट्युसन एरिया 1 मा पाएको प्रोजेक्ट। कन्स्टिट्युसन एरिया 1 भने युएसए को प्रोजेक्टले पाएको भने उनीहरूको फोकस के थियो भन्दाखेरि सोशल मिडिया प्रेजेन्सलाई हाई एनर्जी साथ अगाडि बढाउने रे हैन। उनीहरूको गोल के थियो र उनीहरूले प्रमोट गर्ने सिंगल इभेन्टलाई डिजिटल मार्केटिङमा प्रमोट गर्ने गोल त्यति थियो। अनि उनीहरूले के राखेको थियो भन्दाखेरि 5 जना मेम्बर नयाँ मेम्बर बढाउँछु रे, 5 जना नयाँ मेम्बर बढाउँछु उनीहरूको गोल। अनि के भनेको छ? सोशल मिडियामा इन्गेजमेन्ट 15% ले बढाउँछु रे। आज तपाईको 1000 भ्यू छ भने 1150 बनाउँछु रे क्या। गोल यति राखेको छ हैन। उनीले गरेको काम हेर्नु न, सबै डिजिटलमा यस्तो किसिमको पोस्टरहरू उनीहरूले सेयर गर्यो।
हरेक जुन इभेन्ट छ इभेन्टलाई पनि फेसबुकमा उसले पोस्ट गर्यो त्यो गर्दाखेरि उसको रिजल्ट के आयो भन्दाखेरि 5 जना नयाँ मेम्बर बढ्यो रे 10 जना प्रोस्पेक्ट मेम्बर आयो रे अनि 450 इन्स्टाग्राम भ्यू मेरै स्टोरीमा इन्स्टाग्राम स्टोरीमा 1 मिलियन भ्यू छ क्या 450 मिलियन भ्यू 450 वटा मात्र भ्यू हैन र 40 वटा सर्भिस प्रोजेक्ट गरेर 540 आवर्स सर्भ गरेर हाम्रै क्लबहरु चाबी जस्तो क्लब छ जसले चाहिँ कति धेरै सर्भिस गर्छ क्या हैन भनेपछि यो सबै गर्दाखेरि यो क्लबले पाउन सक्छ रे हामीले पाउन सक्छौं सक्दैन होला सक्दो रहेछ नि यहाँनिर अब हाम्रो कन्स्टिट्युसन एरियामा लास्ट इयर कोले पायो भनेर है लास्ट इयर चाहिँ यो लियो क्लब चण्डीगढ फर्च्युन भन्ने पायो यो लियो लाइन दुईटै अप्लाई गर्न पाउँछ सो लियो क्लबले उले चाहिँ गर्यो उले के गर्यो भन्दाखेरि उले चाहिँ inspire new member to join strengthen offline community outreach उले चाहिँ हरेक प्रोजेक्टलाई चाहिँ कम्युनिटीमा गएर म प्रमोट गर्छु कम्युनिटीमा गएर चाहिँ उनीहरुलाई बुझाउँछु भनेर उनीहरुको गोल राखेको थियो के त्यो गोल अन्तर्गत उनीहरुले 61 जना नयाँ मेम्बर बढाए रे 100 जना प्रोस्पेक्टिभ मेम्बर लिएर आए रे त्यो कारणले यो क्लबले त्यो अवार्ड पायो के र कतिवटा अरु कन्स्टिट्युसन एरियामा के भयो भन्ने कुरा चाहिँ तपाईको यसमा पछाडी राखेको छु है पछाडी अरु कन्स्टिट्युसन एरियाको मान्छेले पनि कस्तो कस्तो अवार्ड के बुझाएर चाहिँ अवार्ड जित्यो भन्ने कुरा तपाईको पार्टिसिपेट म्यानुअलको पछाडी छ नेपालले पास छैन नेपालमा तपाई हामीले यसले अप्लाई नै गरेका छैन लास्ट इयर मैले अप्लाई गर्न खोजेको त्यहाँ उनीहरुको सिस्टम मिलेर आएर अप्लाई नै हुन सकेन के हैन त्यसको चाहिँ इन्टरनेशनल मार्केटिङ अवार्डको पेजमा जानी पेजमा चाहिँ तपाईको तीनटा कुरा डाउनलोड हुन्छ एउटा वर्कशीट डाउनलोड गर्न मिल्छ वर्कशीटमा चाहिँ तपाईको गोल के राख्ने गोल लेख्नु पर्यो अनि त्यसले के काम गर्ने तपाईले डिजिटल मिडियामा के गर्ने अरु के गर्ने त्यहाँ लेख्नु पर्यो सोशल मिडियामा के गर्ने पोस्टर कस्तो बनाउने पोस्टरको डिजाइन बनाएर त्यहाँ सबमिट गर्नुपर्छ सबमिट गरिसकेपछि तपाईको सर्टेन त्यो प्रोजेक्ट सकिसकेपछि चाहिँ तपाईले मेरो यो रिजल्ट आयो भनेर एप्लिकेसन दिने अनि तपाईको सिलेक्सन हुन्छ त्यहाँ सिलेक्सनमा पर्यो भने $2000 4 जनालाई इन्टरनेशनल कन्भेन्सनको रेजिस्ट्रेसन फ्री ट्रफी सर्टिफिकेट सबै आउँछ भनेपछि यो सर्भिस हामीले यो अवार्ड हामीले पाउन सक्छौं कि सक्दैन नेपालले त झन् सक्छ के किन यति धेरै प्रोजेक्ट गरेका छौं हामीले हैन त अहिलेसम्म अप्लाई भएको छैन प्लिज यो वर्ष चाहिँ अप्लाई गरौँ है तपाईले मजाले गरौँ यो वर्ष अवार्ड जित्नुपर्छ हामीले सो अबदेखि के हो वी सर्भ र ऑल विल नो इट के संसारले चिन्ने छ अब हामीलाई चिनिसके छैन चिन्छ अहिलेसम्म चिनेको छ संसारले चिन्ने छ सो थ्यांक यू भेरी मच मेरो सेसन यही हुन्छ अब तपाईलाई मैले अघि गिफ्ट दिन्छु भनेको थिएँ क्विज खेलाउँछु ल मोबाइलमा यो रेजिस्टर गरिहाल्नुस् क्विज आउँछ क्विज पछि तपाईहरुले जित्न सक्नुहुन्छ मेरो सेसन सकिसक्यो म क्विज मात्रै खेलाउँछु कति भयो 17 जना 19 जना 20 जना भयो मैले अघि नै भने रिवार्डमा चाहिँ घरको बाहिर राख्ने सीसीटीभी पाउनुहुन्छ घरको बाहिर राख्नु मिल्ने नाइटमा पनि मजाले क्लियरली देख्ने सीसीटीभी पाउनुहुन्छ इन्स्टलेसन पाउनुहुन्छ टु वे कम्युनिकेसन गर्न मिल्ने एकजनाले अर्को चाहिँ हाम्रो ब्लिसला हाम्रो स्पाबाट चाहिँ थेरापी सेसनको कुपन पाउनुहुन्छ हैन लेडिजले जित्नु भयो भने मेडिकेयर पेडिकेयर जेन्ट्सले जित्नु भयो भने मसाज है त्यो पाउनुहुन्छ तपाईले ठीक छ अथवा लेडिजलाई पनि मसाजै चाहियो भने मसाजै पाउनुहुन्छ हैन त्यही नै पाउनुहुन्छ रेडी 40 41 जना भयो आज त पार्टिसिपेट खतरा होला है 5 वटा मात्र क्वेशन छ है एकदम खतरा अहिले हामीले पढाएको कुरा हाल्दै छ रेडी ल स्टार्ट गरे है मैले सबै मोबाइलमा हेर्नु होला पहिलो क्वेशन How many lions are there in district 325X Nepal June 2026 मा June 2026 को इन डाटा जुन अघि मैले ग्राफ देखाएँ त्यो अनुसार कति मेम्बर छन् कति मेम्बर छन् अघि नै डेटामा स्लाइडमा पनि देखाएँ मैले जुन 2026 मा हाम्रो कति जना मेम्बर थिए 325X मा कति होला 2500 हो 2700 हो कि 2600 हो होइन होला तपाईहरु मिस्टेक भयो जस्तो है झुकिनु भएछ त्यो अक्षर देख्नु भएन जस्तो तपाईहरुले 776 हो र अक्षर देख्नु भएको थियो खै सबैजना के गर्नुस् है सबैले गर्नु भएको छैन सबैले आन्सर गर्नुस् है सबमिट गरेको हो सर अब हैन सबमिट गरेपछि त्यतिकै राख्नु आउँछ मैले ह्यान्ड नेक्स्ट नगरेसम्म तपाईको त्यतिकै आउँछ
ल भयो 2500 2400 2600 2700 2776 मलाई त 2550 जस्तो लाग्छ यार होइन बढिसक्यो हाम्रो ध्यान पूर्वक हैन 2500 मेम्बर हैन र हाम्रो होइन रविन्द्र सरलाई एन्सर विनय सर तपाईँलाई भर्खर एन्सर दिनुभएको थियो मैले आफै एन्सर दिएँ यहाँ मैले लेखेको आएको छु कि 2776 नै राइट एन्सर हो त सबैले यही थिच्नु भयो सबैले सबै रङ लेखे ओए पाँचजनाले रङ एन्सर पनि गर्नुभएछ है 2700 होइन 2776 जना मेम्बर चाहिँ हाम्रो हुन्छ है यो हामी एटलिस्ट क्याबिनेट अफिसरलाई थाहा हुनु पर्यो क्या हामी यहाँबाट स्टार्ट गर्दैछौँ अब यसलाई बढाउनु पर्छ भन्ने कुरा थाहा हुनु पर्यो क्या हैन सेकेन्ड ओके कसले जित्यो चारजना एउटै लेभल सुरेन्द्र सर सुहेल विनय सापकोटा अन्जन चारजना एउटै पोजिसनमा छ है बाँडेर लिनु मिल्दैन होला लकी ड्र गर्नुपर्छ फेरि सेकेन्ड क्वेसन पिपुल रिमेम्बर के हो नट रिपोर्ट रे के रिमेम्बर गर्छ पिपुलले अप्सन प्लिज फेस अवार्ड स्टोरीज इम्प्याक्ट के चाहिँ रिमेम्बर गर्छ यार त्यो पिपुलले मेरो स्लाइडमा थियो कि यो स्टेटमेन्ट मेरो स्लाइड ध्यान दिएर हेर्नु भएको स्लाइडमा थियो पिपुलले के रिमेम्बर गर्छ रिमेम्बर स्पेलिङ चाहिँ इग्नोर गर्नु है त्यो ड्याम्पर भएछ रिमेम्बर स्टोरी हो मैले इम्प्याक्ट पिपुलले के रिमेम्बर गर्छ इम्प्याक्ट अवार्ड रिमेम्बर गर्छ होला नि यो हाम्रो रविन सरले कोकोलाई अवार्ड दियो त्यसलाई दिने मलाई नदिने भनेर रिमेम्बर गर्छ होला नि हैन के रिमेम्बर गर्छ स्टोरी इम्प्याक्ट अवार्ड होला नि कतिजना झगडा गर्छ मैले अवार्ड पाएन भनेर रुन्छन् अवार्ड पाएन मैले भनेर यत्रो काम गरेँ मलाई दिँदैन अवार्ड भनेर रुन्छन् क्या त्यो होइन फेस याद मेरो फेस याद हुँदैन हुन्छ मेरो फेस याद हुन्छ कि हुँदैन रिपोर्ट याद हुँदैन तर के याद हुँदैछ सबैजना प्लिज एन्सर गर्नुहोस् है रजिस्टर गरेर एन्सर गर्नु भने यो रोकिँदैन क्या चलिरहन्छ यसरी ल पक्नुहोस् त यो सेकेन्ड ट्याक्क धेरै सेकेन्ड राखेको छु 10 सेकेन्ड राख्दै हजुर त्यो आउट गर्नु भने चाहिँ फेरि छिप्दै नपाउने ओके 3 2 1 के रिमेम्बर गर्छ स्टोरीज रिमेम्बर गर्छ त्यही भएर त मैले कम्पेलिङ स्टोरीज बनाउनुस् भनेर त्यहाँ स्लाइडमा लेखा हैन पिपुल रिमेम्बर सबले इम्प्याक्ट लेख्नु भएछ पिपुल रिमेम्बर स्टोरीज नट रिपोर्ट त्यही भएर स्टोरीज बनाउनु भने हो है विनय सापकोटा फर्स्ट ओके ग्रेट ल अब आठ है थर्डमा सेकेन्डमा सुहेल र अनिमा फोर्थमा स्मृति दिदी र प्रवीणा दिदी ल यतै अर्को आयो है 3 पुट दिस इन करेक्ट अर्डर त्यहाँ एउटा त आउँछ त्यसलाई चाहिँ त्यो जुन मैले फ्रेमवर्क बनाएको थिएँ सर्भिसदेखिको फ्रेमवर्क बनाएको थिएँ त्यसलाई करेक्ट अर्डरमा राख्नुहोस् त्यसलाई ट्र्याक गर्दै मिलाउनुहोस् को कहाँ पुग्छ भनेर ट्र्याक गर्दै राख्नुहोस् समातेर ट्र्याक गर्नुहोस् त्यसमा यसो छुनुहोस् अनि कहाँ लाने फर्स्ट लाने भए फर्स्ट सेकेन्ड लाने भए सेकेन्ड त्यो ट्र्याक छेउमा हुन्छ ट्र्याक हुन्छ त्यो छेउमा यस्तो दुईटा लाइन यस्तो कोरिया छ नि त्यहाँ टक्क छोएर माथि सार्नुहोस् माथि तल सार्नुहोस् राइट अर्डर के हो सर्भिस स्टोरी भिजिबिलिटी ट्रस्ट इन्भिटेसन मेम्बरशिप यो चाहिँ करेक्ट अर्डर हो राइट 24 जनाको रङ 13 जना मात्र राइट भएछ क्लासमा ध्यान दिनु पर्यो कि त्यही भएर ध्यान दिनु यस रिमे आएछ ल सुहेल एक नम्बरमा है ल अर्को है फोन नम्बर लास्ट हो सेकेन्ड लास्ट phone number how much cash you can be awarded with international marketing award rate कति पाइन्छ मार्केटिङ गर्न $2500 $1500 हैन 2000 अघि भन्नु भएन तपाईले $1000 होला नि हैन दुई नै चाहिन्छ 1500 होला
नेटले गर्नु यो टाइम चाहिँ बुझेपछि धेरै लाग्यो के यो लास्ट क्वेसन हो कति जित्छ रे इन्टरनेसनल मार्केटिङ अवार्ड 1000 हो 2000 कतिवटा टिकट 4वटा टिकट है एउटा कन्सेसन एरियामा कतिजनाले जित्छ एकजना एउटा क्लबले एउटा कन्सेसन एरियामा एउटा क्लबले जित्छ है र फेब्रुअरी भित्रमा अप्लाई गरिसक्नुपर्छ कस्तो कसैले पाउँछ भने उयो त सबैजना राइट या पैसा भनेपछि सबलाई है ध्यान दिएर सुनेछ सेल नै एकमा छ चेन्ज भएको छैन त्यहाँ अब लास्ट क्वेसन है ध्यान दिएर अब लास्ट क्वेसन आयो अनि बिस्तारै है लास्ट हाउ मेनी कम्प्लिमेन्ट्री लाइन्स इन्टरनेसनल कन्भेन्सन रेजिस्ट्रेसन टिकट विल यु गेट कतिवटा 4 तीनटा एउटा कतिवटा टिकट कतिवटा टिकट जसले अप्लाई गरे उसले पाउने हो कतिवटा पैसा तिरेर जति ओके सो इन्टरनेसनल मार्केटिङ अवार्ड त अब दिमागमा जाँदैन होला है यो मार्केटिङ अवार्ड दिमागमा बस्यो अब तपाईँहरू प्लिज यो वर्ष चाहिँ नेपालबाट म्याक्सिमम तपाईँले अप्लाई गर्नुहोस् है जित्नुपर्छ के नेपालले जितेको छैन अहिलेसम्म सर्भिस एकदमै खतरा गरेका छौँ हामीले मैले भने हामी सर्भिसमा यति फोकस भयौँ कि मार्केटिङ गर्नै बिर्स्यौँ क्या हामीले होइन इम्प्याक्टफुल स्टोरी हामीले बनाउनै बिर्स्यौँ त्यसलाई इम्प्याक्ट देखाउनै बिर्स्यौँ त्यही कारणले गर्दाखेरि नयाँ मेम्बर आएन ल्याउन गाह्रो भयो भनिरहेछौँ हामीले त्यो इम्प्याक्ट देखायो भने नयाँ मेम्बर आफै आउँछ राइट 42 जनालाई 2 जना रङ 4 जनाले पाउँछ है 4 जना मैले भने 2टा मेम्बर 2टा गेस्ट 4 जनाले चाहिँ इन्टरनेसनल कन्भेन्सनको रेजिस्ट्रेसन पाउनुहुन्छ है अब प्राइज त के दिनु रे दिनु पर्यो खेलिहाले सके ओके फर्स्ट रोयल सेकेन्ड विनेश्वर अनिमा प्रवीणा रेसा न्याचो स्मृति श्रेष्ठ 6 शेख अजरुद्दिन 7 बासु 8 मणि 9 सुरेन्द्र बेन्द्रका 9 अनि त्यसपछि सक्यो 9 11 ल यसमा पहिलो हुनु भएको छ सुयल र उहाँले चाहिँ आउटडोर क्यामेरा पाउनु भएको छ लक्ष्मीपति सर उहाँको अफिसमा अब ढोकामा आउटडोर क्यामेरा आउँछ नाइटमा पनि हुन्छ त्यो चल्छ है मजाले गफ गर्ने मिल्छ ढोकामा उसको घरमा क्यामेरा दिएर चाहिँ मलाई दिन्छ है ल उहाँले त्यहाँ पाउनु भयो ल फोटो है सबै सोइले स्टोरी ल्यायो र सेकेन्ड हाम्रो विनय सापकोटा सर विनय भनेको त्यतिकै ट्यालेन्ट हुने के सर लक्ष्मी सर कहाँ जानु उहाँले चाहिँ स्पाको टिकट जित्नु भएको मैले अहिले स्टोरी लेखेँ भए म त्यहाँ अनि थर्डले चाहिँ ताली पाउनु भएको ताली दिनु कसले पाउँदैन ओके थ्याङ्क यू भेरी मच तपाईँहरू एकदमै पार्टिसिपेट हुनुभयो मैले बिहानदेखि तपाईँहरूको दिमाग साटे सरी है थ्याङ्क यू भेरी मच थ्याङ्क यू फर लिसनिङ थ्याङ्क यू फर ह्याभिङ मी थ्याङ्क यू फर ह्याभिङ अनि तपाईँको लायन्स बागमतीको भिडियो सेयर गर्दैछु क्लास सक्यो म एउटा बागमती